यस कार्यक्रममा उपस्थित हुनुभएका अ, सम्पूर्णमा लाई म लामदाग गर्न चाहन्छु र किराँतक चुम्बुङको पोर्चुगलको तर्फबाट पनि विशेष गरेर यो कफिया तङ्नाम के हो र यसको सन्दर्भ यसको महत्त्व बारेमा केही जिज्ञासाहरू केही कुराहरू जान्नको लागि यो कार्यक्रम गर्ने जमर्को गरेका छौँ। यस यो कार्यक्रममा हामीले दुईजना वक्ताहरू राखेर यस कफिया तङ्नाम तथा यले को बारेमा केही कुराहरू जानकारी दिनुहुन्छ भनेर दुईजना वक्ताहरू राखेका छौँ। उहाँहरू हुनुहुन्छ हरिश्चन्द्र लाउती, प्राज्ञ एवं भाषा तथा संस्कृतविद। उहाँ बौद्धिक व्यक्तित्व हुनुहुन्छ। साथै अर्का व्यक्तित्व हुनुहुन्छ सिर्जना मेनुङ्बो सुब्बा, अध्यक्ष किरात याक्थुङ मङ्गेना चुम्लुङ तथा प्राध्यापक पनि हुनुहुन्छ। उहाँहरूले आज हाम्रो यो किरात लिम्बू जातिहरूको कफिया तङ्नाम अब मलाई चाहिँ थाहा भएको चाहिँ अब कफिया तङ्नामको त्यस्तो धेरै ज्ञान नभएर यो विषयमा जानकारी पाउन सकिन्छ र अरू साथीहरूलाई जो जिज्ञासा राख्नुहुन्छ उहाँहरूलाई केही कुराहरू सेयर साथै यस सम्बन्धी केही बहस हुन्छ भन्ने उद्देश्यले हामीले यो कार्यक्रम गरेका छौँ। यसमा जोइन हुनुहुने सम्पूर्णलाई फेरि पनि लामदाग गर्न चाहन्छु र केही पनि ढिला नगरिकन यो हाम्रो कार्यक्रमलाई म डाइरेक्ट रूपमा हाम्रो वक्ताहरूबाटै केही कुरा आउँछ कि भनेर म सिधै वक्ताहरूबाटै जान चाहन्छु। अनि अर्को कुरा यो हाम्रो छोटो मिठो गर्ने हिसाबले गरेका छौँ हामीले। उहाँहरूले पनि छोटो मिठो तरिकाले बुझाउने कोसिस गर्नुहुन्छ होला भन्ने आशा राखेको छु। र साथै यो हाम्रो रेकर्डेड तथा लाइभ स्ट्रिम पनि भइराखेको छ। अहिले उपस्थित हुन नसक्नुहुने महानुभावहरूले भोलि पर्सि लाइभमा फेरि के अरे युट्युबतिर गएर हेर्न सक्नुहुनेछ भन्ने कुरा गर्दै आजको पहिलो वक्ता उहाँले हाम्रो यो कफिया तङ्नाम तथा यसले सम्बन्धी केही कुरा राखिदिनु हुनका लागि म आजका वक्ता सिर्जना मेनेङ्बो सुब्बालाई यो समय उहाँलाई दिन चाहन्छु। धन्यवाद। कफेवा तङ्नाम र यसले सम्मत 5086 एक बहस कार्यक्रममा अनलाइनबाट सबैजनालाई यहाँ उपस्थित हुनुभएको छ। उहाँहरू सबैलाई सेवारो नमस्ते। यस कार्यक्रमबाट मैले पनि केही कुरा सिक्ने, धेरै कुरा सिक्ने र केही कुरा भन्ने अवसर पाएको छु। यो अवसर जुराइदिनु भएकोमा किरात याक्थुङ चुम्लुङ पोर्चुगललाई धेरै धेरै धन्यवाद छ। सबैभन्दा पहिले त म आदिवासी ज्ञानबारे केही चर्चा गर्न चाहन्छु, किनभने आदिवासी ज्ञानसँग यो हाम्रो चाडपर्व र यसले सम्बन्धहरू रिलेटेड छ। त्यसकारण त्यसबारे अलिकति कुरा गर्छु र कफेवा तङ्नामको बारेमा कुरा गर्छु। खास गरी आदिवासी ज्ञान भनेको चाहिँ मैले बुझेअनुसार निश्चित आदिवासी समुदायले वर्षौँ वर्षदेखि एक पुस्ताबाट अर्को पुस्तामा संरक्षित, प्रसारित र अभ्यास गर्दै आएको ज्ञानलाई आदिवासी ज्ञान भन्छौँ। अनि यो ज्ञान चाहिँ समुदायको अनुभव, परम्परा, संस्कृति, भाषा, आध्यात्मिक विश्वास र प्रकृतिसँगको अन्तर्सम्बन्धबाट उत्पन्न हुन्छ। अनि यो ज्ञान चाहिँ प्राय मौखिक रूपमा हस्तान्तरण गरिन्छ अथवा पुस्तान्तरण हुन्छ। अब जस्तो कि कथा कहानी, पूजा अनुष्ठान, चाडपर्व, कार्यक्रम र दिनदिनै गरिने कामहरूसँग जोडिएको हुन्छ आदिवासी ज्ञान भन्ने कुरा। र यो चाहिँ विशेष ठाउँ र सन्दर्भ अनुसारको पनि हुन्छ होइन। त्यसकारण चाहिँ आदिवासी ज्ञान चाहिँ विकेन्द्रीकृत अथवा स्वायत्त हुन्छ होइन, जुन चाहिँ वेस्टर्न थटभन्दा अलिकति फरक हुन्छ। वेस्टर्न थट अनुसार चाहिँ ज्ञान भनेको चाहिँ युनिभर्सल हुन्छ होइन, एउटा ट्रुथ हुनुपर्छ भन्ने कुरा गर्छ र प्रोभन हुनुपर्छ भन्छ होइन। तर आदिवासी ज्ञानको चाहिँ के हुन्छ भने
ट्रुथ चाहिँ मल्टिपल हुन्छ भन्ने छ। त्यसकारण ठाउँ, सन्दर्भ, समय, विशेष अनुसार चाहिँ ज्ञान आफ्नो आफ्नो अनुसारको हुन्छ होइन। त्यसकारण यो एक प्रकारले स्वायत्त हुन्छ। अब हाम्रो मुन्दुम पनि हेर्ने हो भने ठाउँ अनुसार मुन्दुम फरक फरक हुन्छ, सबैको एउटै हुँदैन, केही समानता हुन्छ, केही अलिकति फरक पनि हुन्छ। त्यसकारण विकेन्द्रीकृत र स्वायत्त हुन्छ भन्ने छ होइन। अनि अब वेस्टर्न थट अनुसार चाहिँ ज्ञान चाहिँ टेस्ट र रिटेस्ट गरिन्छ भन्छ होइन। अनि हाम्रो पनि आदिवासीमा चाहिँ ज्ञान पुस्तादेखि अभ्यास गरिरहेको हुँदा यो जाँच र परीक्षण गरेर एकदमै के भन्छ परीक्षित भएको होइन, परिष्कृत भएको हुन्छ। अनि यो ज्ञान चाहिँ सधैँ एउटै खालके युनिभर्सल पनि हुँदैन होइन। यो समय अनुसार गतिशील र प्रगतिशील होइन, परिवर्तनशील हुन्छ भन्ने हुन्छ। अनि लिम्बूको कन्टेक्स्टमा चाहिँ ज्ञान कसरी बन्छ, ज्ञानको स्रोत के हुन् भन्ने कुरामा चाहिँ मेरो बाबा चैतन्य सुब्बाले लेख्नुभएकोमा चाहिँ के देखेँ भने उहाँले चाहिँ लिम्बूहरूको ज्ञानलाई चाहिँ सिक्कुम भन्दो रहेछ लिम्बू भाषामा। त्यसको चाहिँ दुईवटा स्रोत छन् भन्नुभएको छ। एउटामा चाहिँ निसाम भन्ने हुन्छ। निसाम भनेको चाहिँ इन्द्रिय वा भौतिक अनुभवहरूबाट प्राप्त हुने ज्ञानलाई चाहिँ निसाम भनिने रहेछ, जसमा चाहिँ अब देखेर, सुनेर, छामेर अथवा छामेर, खाएर अथवा स्वाद लिएर त्यसरी बन्ने ज्ञान चाहिँ निसाम भयो भने अर्को चाहिँ इत्साम हुँदो रहेछ। इत्साममा चाहिँ कसरी ज्ञान हुन्छ भने एउटा चाहिँ इत्साममा चाहिँ थानासाम भन्ने हुन्छ, जसलाई चाहिँ उहाँले नलेज जेनेरेटेड फ्रम इनर इन्ट्युटिभ सोल भनेर भन्नुभएको छ। भन्नुको अर्थ चाहिँ तर्क, विश्लेषण वा औपचारिक प्रमाण बिना नै स्वाभाविक रूपमा बुझिने वा महसुस हुने क्षमतालाई जनाउँछ भन्नुभएको छ। र अर्कोमा चाहिँ खासिङ भन्नुभएको छ। खासिङलाई चाहिँ नलेज जेनेरेटेड फ्रम एक्टिभेटेड कन्साइन्स भनेको छ। अनि एक्टिभेटेड कन्साइन्स भन्नेले चाहिँ सचेत, जागृत र सक्रिय अन्तर्करण भनेर भन्नुभएको छ, जो अर्थात् चाहिँ सही, गलत, न्याय, अन्याय र नैतिक जिम्मेवारीबारे भित्रैबाट स्पष्ट रूपमा अनुभूति र मार्गदर्शन दिने अवस्थालाई बुझाउँछ भन्ने कुरा चाहिँ भन्नुभएको छ। त्यसकारण सिक्किमसँग चाहिँ अब लिम्बूको नलेज मेकिङको एपिस्टेमोलोजीको कुरा भयो र कख्वा तङ्नाम र आदिवासीको ज्ञानको सम्बन्धको कुरा हेर्दाखेरि चाहिँ अब खास गरी कख्वा तङ्नाम भनेको चाहिँ अब वसन्त ऋतुको आगमन अथवा नयाँ पालुवाहरू पलाउने, नयाँ के अरे ऋतुचक्र सुरु हुने एउटा सङ्केत हो होइन। अनि त्यसैले त्यसलाई चाहिँ नयाँ वर्षको रूपमा मनाइएको। तर कख्वेवा भन्ने नै किन त भन्ने प्रश्न चाहिँ मलाई आयो होइन। कख्वेवा भनेको चाहिँ नेपाली भाषामा चाहिँ चाँपको फुल भयो भने अङ्ग्रेजीमा चाहिँ म्याग्नोलिया भन्छ होइन। अनि चाँप नै किन भन्दाखेरि चाहिँ यो चाहिँ इन्ट्रेस्टिङ रहेछ होइन। यो फुल फुल्ने प्रजातिको बिरुवाहरूमा चाहिँ धेरै पुरानो बिरुवामा, आदिम बिरुवामा पर्दो रहेछ। यसको चाहिँ वनस्पति विज्ञानमा चाहिँ म्याग्नोलियालाई चाहिँ लिभिङ फोसिल्सको रूपमा चाहिँ हेरिने रहेछ होइन। किन भन्दाखेरि चाहिँ 90 मिलियन वर्षभन्दा पनि अगाडि चाहिँ यो फुलको चाहिँ फोसिल चाहिँ बिरुवाको फोसिल चाहिँ पाइएको रहेछ। त्यसकारण यो चाहिँ डाइनोसोरको समयदेखि यो फुल चाहिँ फुलिरहेको, फुल फुल्ने प्रजातिहरूमा सबैभन्दा पुरानो प्रजातिमा पर्ने रहेछ। अनि यसको चाहिँ स्पेसियालिटी के छ भने चाहिँ यसको चाहिँ पोलिनेसन अथवा परागसेचन चाहिँ माउरीले नगरेर बिटलले गर्ने रहेछ। अनि त्यसकारण चाहिँ यो चाहिँ भमराहरूको उत्पत्ति हुनुभन्दा पनि अगाडिको फुल भनेर चिनिने रहेछ। त्यसकारण चाहिँ यो अब विभिन्न समय, विषम समय, परिस्थितिलाई पनि पार गरेर बाँचेर आएको एउटा जब्बर फुल रहेछ। अनि यो कुरा चाहिँ हाम्रो पुर्खाहरूले अब्जर्भ गरेको, नोटिस गरेको होइन।
त्यो चाहिँ ज्ञानको कुरा भयो। त्यसकारण पुर्खाहरूले चाहिँ त्यसै चाहिँ यो फुल नै भनेर रोज्नु भएको कारण चाहिँ मैले हेर्दाखेरि चाहिँ यसको जब्बरपन होइन, यसको आदिमतालाई हेरेर हो भन्ने चाहिँ मैले बुझेँ होइन। त्यसकारण यो फुलले चाहिँ के पनि डिनोट गरेको छ अथवा चाहिँ के सिम्बोलाइज गर्छ भन्ने लाग्छ भने यसले नयाँ आशा, भरोसा र जुझारुपनको चाहिँ प्रतीकको रूपमा पनि हेर्न सकिन्छ भन्ने कुरालाई चाहिँ मैले बुझेँ। अनि अब यो कुरालाई नै बुझेर पनि होला अब ऋतुचक्रमा यो कक्फेवाको चाहिँ महत्त्वपूर्ण स्थान भएको होइन। अनि यो फुल मात्र होइन, ऋतुचक्रमा चाहिँ हेर्दाखेरि चाहिँ हाम्रा पुर्खाहरूले चाहिँ अब आरू फुल्दा चाहिँ उभौली लागेको भन्ने डिनोट गर्छ होइन। त्यस्तै पैँयु फुल्दाखेरि चाहिँ उँधौली लागेको भन्ने थाहा पाउँछ होइन। यो पनि ज्ञानकै कुरा हो। यो सँगसँगै चाहिँ पशु पक्षीको चाहिँ हिँडडुलबाट पनि हाम्रो ऋतु परिवर्तन भएको हाम्रो पुर्खाहरूको ज्ञान छ। अनि खास गरी अब यो माघे अथवा माघे सङ्क्रान्ति लागिसकेपछि चाहिँ के हुन्छ त भन्दाखेरि अब वार्मर डेजहरू हुन्छ होइन, दिनहरू न्यानो हुँदै जान्छ। त्यो भनेको चाहिँ सूर्य चाहिँ उत्तरायणतर्फ जान्छ अथवा भूमध्य रेखादेखि माथि आउँछ। र यो चाहिँ क्यालेन्डर अथवा पात्रोको कमै प्रयोग गर्ने कृषिमा आधारित समुदायमा चाहिँ घडीको रूपमा काम गर्छ होइन। जब फुल फुल्छ तब अब यो समय भयो भन्ने थाहा हुन्छ होइन। अनि कक्फेवा तङ्नाममा चाहिँ अब चाड मनाउँदाखेरि चाहिँ अब पूजा अनुष्ठान खानपिन र रमाइलो गर्ने त हुन्छ नै, तर खाना भएन भने चाडको स्वाद हुँदैन होइन। अनि के खाने भन्दाखेरि कक्फेवा तङ्नाममा चाहिँ तरुल र कन्दमुलहरू खाने भनिन्छ होइन। त्यसकारण यो एक प्रकारले बाली उठाउने चाड पनि हो जस्तो मलाई लाग्यो। किनभने चासोकमा हामीले के गर्छ त अन्न होइनहरू उठाइसकेपछि, अन्न भित्राइसकेपछि चासोक मनाइन्छ भने अहिले चाहिँ के भयो त कन्दमुलहरू भित्राएपछि हामीले यो चाड मनाउँछौँ होइन। अनि यसमा चाहिँ अब तरुल चाहिँ हामीले काँचो पोलेर उसिनेर देउतालाई चढाउँछ। अनि त्यस्तै गरी केही भाग चाहिँ पशु पक्षीहरूलाई पनि छुट्याउँछ। हामीले किन पशु पक्षीलाई छुट्याउँछ भनेर हेर्नुभयो भने मुन्दुममा चाहिँ पक्षीहरूले चाहिँ बोट बिरुवाको के भन्छ अन्नको बिउहरू चाहिँ दिएको हुँदाखेरि पक्षीहरूलाई चाहिँ फर्स्टमा खानु दिनु भनेर उनीहरूसित बाचा गरेको भएर उनीहरूलाई केही दिने गरिन्छ होइन। दुम्सीलाई, मुसालाई, विभिन्न जनावरहरूले पनि विभिन्न सहयोगमा बेलामा मान्छेलाई सहयोग गरेको भएर उनीहरूलाई पनि बाली भित्राइसकेपछि केही दिन्छु भनेर केही छाड्ने चलन छ होइन। त्यस गरी पशु पक्षीलाई पनि छुट्याइन्छ। त्यसरी यो के हो भने सेयरिङको पनि एउटा कल्चरलाई चाहिँ हामीले के गर्छ त प्रमोट गरिरहेको हुन्छ हामीले चाडबाडमा होइन। यो चाहिँ सेयर गर्नुपर्छ। धरती भनेको तिम्रो मात्र होइन, यहाँ बस्ने जीव जन्तु पशु पक्षी सबैको हो भन्ने चाहिँ एउटा मेसेज चाहिँ हामीलाई चाडबाड मनाउँदा दिइरहेको हुन्छ। हामीले त्यो चाहिँ हाम्रो के भन्छ पुर्खाले दिएको ज्ञानको रूपमा हामीले लिनुपर्छ होइन। यसमा चाहिँ अब हामीले तरुललाई पोलेर टिका लगाउँछौँ। त्यो भनेको एउटा अन्न अथवा खानेकुरालाई चाहिँ रेस्पेक्ट गर्नु हो होइन। अनि यसमा चाहिँ अब तरुल उसिनेर खाने, सेलरोटी खाने, जाँड खाने, तोङ्बा खाने होइन। अनि च्याब्रुङ बजाएर नाच्ने त गर्छौँ नै। र तरुललाई नै खानु अब एउटा कुरा चाहिँ तरुललाई नै खानु किन भन्दाखेरि चाहिँ योभन्दा अगाडि उखेलेर खायो भने पनि खान लायक हुँदैन, योभन्दा पछि खायो भने त्यो जरा बनेर छिप्पेर खान लायक हुँदैन। त्यसकारण यो ठिक्कको समय भयो। अनि जब हामी तरुल निकालेर खान्छौँ नि त्यसपछि हामीले माटोलाई पनि त खुकुलो पारिरहेको हुन्छौँ होइन। त्यसकारण यो बेला चाहिँ के भयो त अर्थलाई चाहिँ रिजेनेरेट गर्ने समय पनि भयो। किनभने अब नयाँ पालुवा आउँछ, नयाँ फुल फुल्छ, नयाँ फलहरू लाग्छ, जो तरुलहरू बन्छ, त्यो रिजेनेरेट गर्नको लागि एउटा ठाउँ दिने पनि भयो। अनि अर्को चाहिँ सिग्निफिकेन्ट के भने जब सिकारी युग थियो नि त्यो बेला चाहिँ मान्छेहरूले सधैँ सिकार त पाउँदैनथे। त्यो बेला चाहिँ के गरेको थियो भने हाम्रो पुर्खाहरूले चाहिँ खाने भनेको तरुल भ्याकुर खोजी खाने गर्थे। र त्यो भनेको चाहिँ उनीहरूको नलेजमा डिपेन्ड गर्थ्यो नि त। जे पाए त्यहीको जरा त खानु
भएन नि त होइन। केही न केही विशेष रूपमा उनीहरूले चिनेर खाएर होइन यो चाहिँ खान लायक छ खाऊ, यो खान लायक छैन नखाऊ भनेर हामीलाई चाहिँ चिनाएको भयो होइन। त्यसकारण त्यसको कन्टिन्युसन पनि अब हो हामीले होइन। अब त्यसलाई कृषि युगमा आएपछि त हामीले मान्छेले चाहिँ विभिन्न अन्नपातहरूको चाहिँ डोमेस्टिकेसन गर्यो, तर पनि तरुलले चाहिँ खानपानमा एउटा महत्त्वपूर्ण भाग ओगटेर बसेको थियो होइन, र छ पनि अझै पनि। त्यसकारण त्यसलाई पनि हामीले ताजा राख्नु, त्यो स्मृतिलाई ताजा राख्नुको लागि पनि हाम्रो यो चाडपर्वमा तरुल खाने अथवा विशेष विशेष चाडमा विशेष विशेष खानेकुरा खान्छौँ नि त। अब चासोकमा अन्नको परिकार खान्छौँ भने सिसेक पातङनाममा अब बोडी सिमी अब काँक्रोहरू खाइन्छ भने अब यो अहिलेको कक्फेवा तङनाममा तरुल खाइन्छ। त्यो भनेको हाम्रो खाना सँगसँगै पनि विभिन्न त्यो बालीहरू उठाउने र खानेकुरालाई चाहिँ अब एउटा चाडभित्र हामीले समेटेर राखेको छ। त्यसमा चाहिँ हाम्रो पुर्खाले दिएको ज्ञानलाई पनि हामीले समेटेको छ। र कक्फेवा तङनामले चाहिँ विशेष गरी अब ऋतु चक्रलाई चाहिँ इन्डिकेट गर्यो होइन, नयाँ ऋतु परिवर्तन नयाँ सुरुवात भयो। त्यसकारण पनि अब हामीले के भयो त अब सबै पातहरू खुइलेर झरेको रुखहरूमा फुल फुल्न लाग्यो होइन। त्यसकारण अब योले चाहिँ नयाँ आउँदैछ, नयाँ चक्र सुरु हुँदैछ भन्ने चाहिँ सङ्केत दिएको छ। मैले बुझेको अनुसार चाहिँ कक्फेवा चाहिँ त्यही सङ्केत नयाँ निर्माणको नयाँ चक्र ऋतु चक्रको सुरुवात हो। र यही भन्दै कक्फेवा तङनाम र यले तङ्बेको शुभकामना भन्दै मेरो कुरा यहीँ सक्छु। धन्यवाद सेवारो। यरी यरी नोगेन अध्यक्ष किरात एक्तुङ माङ्गेना चुम्लुङ तथा प्राध्यापक सिर्जना मेन्याङ बसुब्बाज्यूलाई हाम्रो यो कक्फे तङनाम सम्बन्धी उहाँले जानकारी दिनुभएको छ। फेरि पनि कक्फे तङनाम तथा यले सम्बत 5086 को शुभकामना दिँदै हाम्रा अर्को वक्ताको रूपमा हरिश्चन्द्र लौती हुनुहुन्छ। उहाँ प्राज्ञ एवं भाषा तथा संस्कृतविद पनि हुनुहुन्छ। उहाँलाई अबको समय म उहाँलाई दिन चाहन्छु र यो सम्बन्धी यही विषयमा रहेर तपाईँहरूसँग पनि केही जिज्ञासाहरू भए यस कुराहरूमा पनि हाम्रा वक्ताहरूले अब यस उहाँ हाम्रो हरिश्चन्द्र लौतीज्यूले बोलिसकेपछि हाम्रो केही कुराहरू छ भने तपाईँहरूको केही जिज्ञासाहरू रहेछ भने उहाँहरूले प्रश्न पारिदिनुहुन्छ भन्ने पनि जानकारी गराउँदछु। अबको समय हाम्रो प्राज्ञ एवं भाषा तथा संस्कृतविद हरिश्चन्द्र लौतीलाई दिन्छु। नोगेन इजाक साबा, हामी सबैजनाले अब यो आउन लागेको कक्फेवा तङनाम, यसलाई हामी नेपाली भाषामा कक्फेवा पर्व भन्छौँ, अङ्ग्रेजीमा कक्फेवा फेस्टिभल भन्छौँ। र यतिखेरै यो कुसङ यले तङ्बे 5086 अब यो आउन धेरै दिन छैन। अब आज 28 गते छ, 30 गते परेको छ। यो यसो हुनुको कारण चाहिँ पहिला अब हाम्रो आफ्नो क्यालेन्डर सिस्टम थिएन, पात्रो प्रणाली थिएन। अब अहिले चाहिँ हामीले पात्रो प्रणाली बनाएको धेरै दशक भयो। हाम्रो आफ्नै पात्रो प्रणाली छ। त्यो पात्रो प्रणाली भनेको चाहिँ उता अङ्ग्रेजी पात्रो प्रणाली र विक्रम सम्वतको पात्रो प्रणालीसँग मेल खाँदैन। अब पात्रोमा हुने संसारको एउटा गुण चाहिँ त अब एउटै हुन्छ, तर के भन्दाखेरि कुनै कुनै कुराहरू चाहिँ फेरि फरक हुन्छ। एउटै फरकताभित्र पनि भिन्नता हुन्छ, तर एउटै भिन्नताभित्र पनि के अरे एकरूपता हुन्छ। अब उदाहरणको लागि चाहिँ 12 महिना हुने संसारको धेरै क्यालेन्डरहरूमा 12 महिना नै हुन्छ, तर त्यो महिनाको समयलाई फेरि वर्गीकरण गर्ने, विभाजन गर्ने र प्रयोग गर्ने तरिका भने फेरि फरक फरक र आफ्ना आफ्नै हुन्छ।
जस्तो याकथुङ येले यन्जिरी अहिले निर्माण भएको छ। म यसबारे पहिला अलिकति बोलेर यो कक्फे तङ्नामसँग नजोडी नहुने भएकोले मैले अलिकति त्यसलाई प्रारम्भिक बोली गर्छु र अनि फेरि म पहिला त कक्फे तङ्नामकै विषयमा आफ्ना कुराहरू यहाँ समक्ष राख्छु। जस्तो उदाहरणको लागि चाहिँ याकथुङ येले यन्जिरी अर्थात् याकथुङ येले पात्रोले चाहिँ के गरेको छ भन्दाखेरि मैनालाई विशिष्टीकृत रूपमा राखेको छ। जस्तो उदाहरणको लागि यो विक्रम सम्वतको पात्रो जस्तो फेरि कुनै अब 32 आउने, फेरि अर्को सालको महिना फेरि त्यो 29 आउने, यस्तो चाहिँ नभएर यो पिनतङ्बे पिनतङ्बे भनेको चाहिँ हामी अधिक मास भन्छौँ नेपाली भाषामा, अङ्ग्रेजीमा यसलाई लिप इयर भन्छ। यो पिनतङ्बेको समय मात्रै एडजस्टमेन्ट हुन्छ, त्यो मात्रै कहिले 28 कहिले 29 को हुन्छ। हो त्यही सन्दर्भ पारेर मैले चाहिँ जोड्न खोजेको एसोटिचो साफेवा ला। ला भनेको लिम्बू भाषामा महिना भनेको, साफेवा भनेको महिना हो। अब कतिलाई चाहिँ के थियो भने पहिला त पात्रो सिस्टम नभएर चेरेङ नाम के अरे कक्फेवा, माघ, साफेवा, फागुन, चेरेङ नाम, चैत यस्तो थियो। तर अहिले हामीले आफ्नै पात्रो मात्रै होइन, पात्रोको प्रणालीमा के हुन्छ भन्दाखेरि यो पर्व, यो कक्फे अताङ नाममा पात्रो प्रणालीको अभिन्न अङ्ग भनेको अब यतिखेर फुङवाममा सुरु भएको छ। फुङवाममा भनेको वसन्त ऋतु जस्तै हो, दुरुस्तै त्यस्तो होइन। अब अङ्ग्रेजीमा स्प्रिङ सिजन जस्तै हो, तर ठ्याक्कै त्यही चाहिँ होइन। अब त्यो चाहिँ यो तङ्बे वर्षको सबभन्दा ठुलो टाइम अमाउन्ट भनेको चाहिँ वर्षमा हुन्छ, हामी इयर भन्छौँ अङ्ग्रेजीमा। त्यस पछाडि अलिक सानो अमाउन्ट, तर त्यसले चाहिँ के गर्छ भन्दाखेरि हाम्रो जस्तो फक्ताङलुङमा को जुन देशान्तरीय समय छ, त्यो फक्ताङलुङमा देशान्तरीय समयलाई मूल आधार मानेर अब टाइमको के गरिन्छ भन्दाखेरि अब डिभिजन गरिन्छ। हो त्यतिखेरै चाहिँ यो पात्रोले के गरेको छ, याकथुङ येले एनजिडीले, याकथुङ येले पात्रोले भन्दा अहिलेको ग्लोबल वार्मिङ जुन कुरा छ, रियालिटी संसारमा पहिलादेखि अहिलेसम्म तापक्रम कति बढ्यो त? मैले त अरू त्यो क्यालेन्डर मेकर्सहरूलाई, क्यालेन्डर भनेको भित्तामा टाँस्ने नभएर अब पात्रोको एउटा टोटालिटी फर्म हो, त्यो त्यस्तोलाई मैले भनेको। पात्रो मेकर्सहरूलाई चाहिँ मैले के भनेको भन्दा अहिलेको बढेको तापक्रमलाई समायोजन गर्नुपर्छ भनेको छ, तर अब उहाँले गर्नुभएको छैन। त्यसैले त अहिले कार्तिक मङ्सिर पुसतिर पनि मच्छर कुदिरहेको हुन्छ त। अब म यतापट्टि आउँछु। अब चाहिँ अब किनभने महिना आयो, अब हाम्रोमा 4वटा ऋतुहरू छन्, त्यस पछाडि 12वटा महिनाहरू छन्। अब ऋतुपछि महिना आएपछि त अब कक्फेवामा आइयो। अब यसमा पात्रोले व्यवस्थापन गरे अनुसार चाहिँ पहिलो महिना चाहिँ कक्फेवा ला भन्छ, कक्फेवा महिना। अनि यसको 1 गतेलाई तुम्येन भन्छ लिम्बू भाषामा। वर्षको पहिलो महिनाको पहिलो दिन हो, त्यो आउन अब 2 दिन मात्रै बाँकी रहेको छ। त्यसको पूर्व सन्ध्यामा हामी सबै अमसामा, खेम्सामा सबैलाई हरिचन्द्र लाउती लाम्बा यल्ली यल्ली आशिवारो, धेरै धेरै नमस्ते छ। म कुरा गर्छु अब कक्फेवा तङ्नामको। कक्फेवा तङ्नाम भनेको चाहिँ ककफुङ, लिम्बू भाषामा ककफुङ भनेको चाँपको फुल। त्यो चाँपको फुलको धेरै प्रकारहरू हुन्छन् भनेको अनेक रङ्गका फुलको अनेक रङ्ग, पातको सामान्य बनावट, रुखको सामान्य बनावटमा थोरै फेरबदल हुन्छ, तर रङ्गमा भने बिल्कुल धेरै फेरबदल हुन्छ। र यो थो तक्सँग भन्नुहुन्छ नि त, धेरै माथि लेक क्षेत्रमा यतिखेर फुल्छ भनिन्छ नि, हेन नाङिन ताक्तु कर फलरिक फे चुङिन तक्तु ए लयुङ
यसको मतलब के भन्दाखेरि सेत्तामा यो जस्तो पान्थरतिर यहाँहरूलाई कति अभ्यास छ, आउनु भएको छ थाहा छ भने चाहिँ यहाँ कार्यक्रम सञ्चालक भाइलाई त थाहा छ, हाम्रो रुकमान भाइलाई त यो ठ्याक्कै राँकेदेखि फिदिमतिर आउँदाखेरि त्यो मावि छ, त्यो अलिकति मासतिर यतिखेर चाँप सेतै फुलेको हुन्छ। पानी परेको बेला त्यो चाँपको ओठमा सेतै हिउँहरू राखेको के अरे अडिएको हुन्छ। यतिखेर त्यो नीरव एउटा समयमा चाहिँ चाँप फुलेर त्यो कठ्याङ्ग्रिलो एउटा चिसोमा उसले सङ्घर्ष गरेर, मैले अघि भने नि, नाङ्गिन था कर ए लफे, सेतै हिउँले ढाकेको छ तर त्यो मुस्कुराइरहेको छ। यसले हाम्रो जीवन पद्धतिलाई बाँच्न सिकाएको छ। हामी मानवहरूलाई खास गरेर हाम्रो मुन्दुमले हामीलाई के भन्छ भन्दाखेरि नाम्या मिसा भन्छ। हामी नाम्या मिसाहरूलाई चाहिँ आखेनु हिङसिङ बर्ने बे तुखेन्दा सुखेन निदे। अब मानिसको जीवनमा दुःख आउँछ तर त्यसले चाहिँ के गर्छ भने हामीलाई पाठ सिकाउँछ कि लेसन। हामी लिम्बूहरूको हाम्रो मुन्दुम हाम्रो कर्मले चाहिँ के भन्दो रहेछ भन्दाखेरि हामी प्रकृति पूजक हो। यसको मतलब कस्तो भन्दा एज द टाइम चेन्जेस, फर इक्जाम्पल सिजन, एन्ड वी चेन्ज। हामी चाहिँ त्यस्तो खालको रहेछौँ। समय बदलिएपछि, समय भनेको त्यो हावापानी बदलिएपछि हामी पनि बदलिने रहेछौँ। खास गरेर हाम्रो बानी आचरण अनि त्यसलाई एडाप्ट गर्ने त्यो तरिका क्षमता बदलिँदो रहेछ। हामी त्यही किसिमले लुगा लगाउँदा रहेछौँ, त्यही किसिमले हाम्रो भाषाको प्रयोग हुँदो रहेछ, त्यही किसिमले हाम्रो खानपान हुँदो रहेछ। वाती भन्छौँ नि गरगहनाहरू, हामी त्यही किसिमले आवारुम्बा रहेछ, बाहेकेनु आहिङसिङबा रहेछ। लिम्बू भाषाबाट याक्थुङ पान्दाङबाट हामी त्यसो भन्छौँ नि। अब त्यही भएर यो समयमा चाहिँ हामीले के गर्दा रहेछौँ भन्दाखेरि न्यानो लुगा लगाउने, अब अलिकति हिट दिने खालको खानेकुराहरू खाने, सङ्कलन गर्ने, हामी त्यसो गर्दा रहेछौँ। हाम्रो खानपान, हाम्रो ल्वाइ खुवाइमा त्यस्तो हुँदो रहेछ। अनि कल्चरली सांस्कृतिक रूपले चाहिँ हामी के गर्दा छौँ त्यतिखेर भन्दाखेरि हामी माङ सेवा गर्छौँ। माङ सेवा गर्दाखेरि हामी के को माङ सेवा गर्छौँ भन्दा साङ्ग्रा लुहिङ वदेममा। साङ्ग्रा लुहिङ वदेममा भनेको के त भन्दा हामीले जीवनमा जानेर नजानेर हामीले गल्ती कामहरू गर्यौँ, नमिठा शब्दहरू प्रयोग गर्यौँ भने हामी त्यसलाई के गर्छौँ भन्दाखेरि एकपटक यथार्थ बोध गर्छौँ र अब आइन्दा हामी त्यस्तो काम गर्ने छैनौँ। आपसमा हामी नराम्रो शब्दहरू आपसमा प्रयोग गर्ने छैनौँ। एकले अर्कालाई कुकर्म हामीले गर्ने छैनौँ। गरेको छ भने अब हामी त्यसलाई महसुस गर्ने र त्यसलाई परित्याग गर्ने। हेन ताफेम, त्यो नराम्रो लिम्बू भाषामा ताफेम्बा भन्छ नि, त्यो ताफेम यामबखा चाहिँ वदेममा, हेक्तङ निउहा चाहिँ वदेममा। नराम्रो त्यस्ता खालको सोचहरू, त्यस्तो बानीहरू छ भने हामी त्यसलाई के गर्छौँ, बगाउँछौँ। त्यसलाई साङ्ग्रा लुङ्ही वदेममा भन्छौँ। र यतिखेर अर्को पनि हामी गर्छौँ, सामूहिक नागमा। सामूहिक नागमा भनेको के त भन्दाखेरि हामी माङसँग के प्रार्थना गर्छौँ भन्दाखेरि हाम्रा असल सन्तान हुन्, उनीहरूबाट हाम्रो परम्परागत कर्महरू थामुन्, हामीले पढ्नु लेख्नु निसाम भन्छौँ नि, त्यसको एलोफोनिक फर्म निछाम पनि हुन्छ। भनेको त्यो सन्धि हुँदाखेरि त्यो ध्वनि परिवर्तन हुन्छ, त्यसलाई एलोफोनिक भनेको। तर त्यसले मिनिङलाई चेन्ज गर्दैन। भनेको सजिलो गरी भन्यो भने निसामलाई निछाम पनि भन्छौँ नि। त्यो भनेको ज्ञान, शिक्षा भनेको। भनेपछि हामीले पढेर मात्रै हामी ज्ञानी हुँदैनौँ, नपढेर पनि धेरै ज्ञानी हुन्छ।
तर त्यसको निम्ति हाम्रो सोचाइ, हाम्रो कर्महरू चाहिँ के हुनु पर्यो भन्दा सकारात्मक हुनु पर्यो, मानव कल्याण युक्त हुनु पर्यो। त्यसको लागि चाहिँ हामी त्यही दिन हामी नदीको किनारमा गएर, खोलाको दोभानमा गएर, नदी र खोलाको दोभानमा गएर हामी त्यसरी माङसेवा गर्छौँ र हामी फेरि पनि प्रकृतिलाई ढोग्छौँ र प्रकृतिबाट हामी ज्ञान लिन्छौँ र हामी आशीर्वाद माग्छौँ। यस्तो कर्महरू यतिखेर गरिन्छ। हाम्रो मुन्धुमले कुनै कृत्रिम कुराहरूको विश्वास गर्दैन। हाम्रो मुन्धुमले यथार्थ पर जुन प्रकृतिसँग हाम्रो जीवन गाँसिएको छ त्यसलाई विश्वास गर्छ र त्यसलाई आधार मान्छ। त्यसैले गर्दाखेरि यो कक्फेवातङ नामको यो सुयम, यो एउटा सुवर्ण अवसरमा चाहिँ म फेरि पनि बोल्दा बोल्दै सारा याकथुङसाहरूलाई, सारा नेपालीहरूलाई, सारा विश्वका मानवहरूलाई म फेरि पनि हार्दिक बधाई दिन चाहन्छु। यसबाट हामीले निश्चित रूपमा सिक्नुपर्छ। हामीले कृत्रिम कुरा गरेर हाम्रो व्यवहार, हाम्रो जीवनमा कृत्रिम विचारहरू पैदा गराएर जीवनमा केही हुँदैन। हुन्छ भने वैमनस्यता, झगडा, अविश्वास, द्वन्द्व मात्रै हुन्छ। अहिले विश्वका शक्ति मुलुकहरूले यो प्राकृतिक शिक्षालाई उनीहरूले बुझ्न सकेनन्। आफूले उत्पादन गरेको ज्ञान, सिप जुन प्राकृतिक भन्दा बढी कृत्रिम तरिकाको छ, उनीहरूको विचारमा मानिसले मानिसलाई दमन गरेर प्राप्त गर्ने जुन शक्ति हो, आर्जन गर्ने जुन शक्ति हो, त्यसलाई श्रेष्ठ ठान्दछन्। तर हाम्रो मुन्धुमले त्यस्तो भन्दैन। हामी याकथुङसाहरूको जुन जीवन पद्धतिमा हामीले जानेको कुराले त्यसो भन्दैन। त्यसैले यो कक्फेवातङ नामको सन्दर्भमा हामीले हाम्रा नानीहरूलाई के सिकाउने भन्दा, हाम्रो नानीहरूलाई खास गरेर अहिले आएर विद्यालय जान सक्ने, हिँड्न सक्ने, कम्तीमा 5 वर्ष उमेर पुगेका नानीहरू, अरूलाई पनि अडियो लिङ्गुअल मेथडबाट हामी उनीहरूको सामु कुरा गर्ने हो। उनीहरूले हामीले बोलेका कुराहरू, त्यो भर्बल रेस्पोन्स भन्छ नि, भर्बल रेस्पोन्स भनेको हामीले मानव ध्वनि पैदा गरेको कुरा, त्यो भर्बल त्यसको जवाब दिन सक्दैनन्। त्यसलाई भर्बल रेस्पोन्स भनेको। मानवले बोल्ने ध्वनि बालकले बुझ्दैन, तर उसको इनपुट प्रोसेस भनेको के त भन्दाखेरि, वाट एभर वी नोटिस, वाट एभर वी हियर, वाट एभर वी डू, एभ्रिथिङ इज रिकर्डेड इन आवर माइन्ड्स, एन्ड द्याट प्रोसेस इज टर्म्ड एज इनपुट प्रोसेस। यो मानिसमा मात्रै होइन, सबै जीवहरूमा यो सिक्ने प्रक्रिया निरन्तर चलेको हुन्छ। तर मानवमा उसको आफ्नै भाषाको आधारमा र भाषाभन्दा धेरै सङ्केतहरूको आधारमा बुझिने वा नबुझिने ध्वनिहरू दिमागमा रेकर्ड हुन्छ। र जब पछि त्यो नानी ठुलो हुन्छ, अब उसको कग्निटिभ लेभल भन्छ हो, त्यो कग्निटिभ लेभल, उसको ज्ञानको जुन तह छ, त्यो ज्ञानको तह परिपक्व हुन्छ र त्यो मस्तिष्कले शरीरको जुन ध्वनि उत्पादन गर्ने अङ्गहरूलाई जब फङ्सन गर्न, काम गर्न जब सक्ने हुन्छ नि, हो अब मस्तिष्कबाट त्यसलाई आउटपुट भन्छ। मस्तिष्कमा भएको कुरा करेक्टली कुन शब्द बाहिर निकाल्ने भन्ने कुरा मस्तिष्कले आदेश दिन्छ र उसको जुन स्पिच अर्गनहरू छ, हो त्यसबाट बाहिर प्रवाहित हुन्छ। उदाहरणको लागि जिब्रो, दाँत, मुख, ओठ, स्वरयन्त्र आदि यसको माध्यमबाट, मुखबाट बाहिर निस्किन्छ। त्यसलाई हामी अडिबल साउन्ड, बोधगम्य ध्वनि भन्छौँ। त्यो बुझिन्छ, त्यो मानव भाषा हो। तर अरू जीवहरूको हकमा पनि यो लागू भएको हुन्छ, तर उनीहरूको एकदम सीमित हुन्छ, तर मानवको असीमित हुन्छ। त्यसैले नानीहरूलाई यस्तो चाडपर्वमा लगेर सामग्री देखाउने, अनि यो चाड कसरी मनाइन्छ, प्रोसेसन भन्छ नि,
हो त्यो देख्छन्। बोलेको यो चाडको बेलामा प्रयोग गर्ने जस्तो कफेवा, कमा लामो ध्वनि तान्नुपर्छ, कफेवा कफेवा। हामीले जतासुकै कफेवा भन्नु हुँदैन, कफेवा, क लामो कफेवा। नानीहरूले कफेवा भनेको सुन्छन् र उनीहरू नक्कल गर्छन्। कफेवामा के गरिन्छ त्यो देख्छन्, सामग्री देख्छन्। हाम्रो फेदाङमाहरूले येबा साम्बाहरू, सेवा साबाहरू तपाईँ हामी जस्तै के भन्दा सामान्य मानिसहरूले गरेको कृत्यहरू, काम, एक्सन्सहरू देख्छन् र उनीहरू सिक्छन्। किताबबाट मात्रै सिकेको कुरा भर पर्दो हुँदैन, त्यो रियल लाइफ सिचुएसनमा त्यो काम लाग्दैन। वास्तविक जीवनमा धेरै कुरा त किताबमा नभएको कुराहरू नै त्यसैबाट ज्ञान मिल्छ। त्यसैले चाडपर्वमा नानीहरूलाई लैजाने, आफूसँग आफ्नो अब उमेर सानो छ भने आफ्नो त्यो एकदम कन्ट्रोल भन्छ नि, कन्ट्रोल्ड भनेको आफ्नो कडा नियन्त्रणमा नानीहरूलाई राखेर आफूसँग लैजाने। अनेक शब्दहरू उनीहरूले सुन्छन्, अनेक सामग्रीहरू देख्छन्, मानिसहरू के बोल्छन्, के खान्छन्, के गर्छन्, के सामग्री प्रयोग गर्छन्, कहाँ गर्छन्, किन गर्छन्, यावत प्रश्नहरूको जुन असीमित जवाफ नानीहरूको मस्तिष्कमा रेकर्ड हुन्छ। त्यसैले यो कफेवा तङनाममा आधार मनाइयो सबै चाडपर्व त्यही। हाम्रो संस्कृति भनेको भाषासँग यति नजिक हुन्छ कि संस्कृति मर्दै गएपछि संस्कृतिमा प्रयोग गर्ने ती शब्दहरू त्यसै निष्क्रिय भएर अन्त्यमा मरेर जान्छ। त्यसैले भाषाको स्वरूप त्यो जातिको संस्कृतिले निर्धारण गरेको हुन्छ। जस्तो हिजोआज गाउँघरमा अलिअलि होला, यता यो के अरे पाङयक भन्छ नि सहर, पाङयकतिर त सुमदाङ भन्ने नै छैन, क्याङ भन्ने नै छैन, नानीले देखेकै छैन। क्याङ भाइ थिमाबे, अब त्यो त बुझ्दै बुझेनन्। अलिकति नेपाली मिसाउँ, क्याङ भनेको के हो तै पनि बुझ्दैन, किनभने त्यो चिजको भिजुअलाइज उसको मस्तिष्कमा भएकै छैन। हो, त्यसलाई अघि मैले इनपुट प्रोसेस भने नि, दिमागमा त्यो छापिनु पर्यो, अडियो ध्वनि रेकर्ड हुनु पर्यो, चित्र चलचित्र रेकर्ड हुनु पर्यो नि, देखेकै छैन नि त। त्यसो भएपछि नेपाल सरकारले बनाउने पाठ्यक्रम पाठ्यपुस्तकहरू जुन प्रिन्टेड हुन्छ त्यतिमा मात्रै भर नगरेर अब अडियो भिजुअल कुराहरू क्लासरुम सिचुएसनमा के गर्ने त भन्दा स्मार्ट बोर्ड मार्फत देखाउने हो। त्यो आवाज हामीले स्थानीय तहमा निकाल्ने हो, हाम्रो घर नजिकैको विद्यालयमा त्यो कुरा पुगोस् हामीले भन्ने हो। हामीले पेन ड्राइभमा फोटो खिचेर लगेर लु क्याङ भाइङ कन लो दिस इज क्याङ भन्दाखेरि उसले बुझिहाल्छ, केही नभने पनि क्याङ भनेर त्यो डिस्प्ले गरिदिने। त्यसैले चाडपर्वमा म जहिले नानीहरूलाई सम्झिन्छु, त्यो सिकाइसँग कति महत्त्वपूर्ण छ सम्झिन्छु। अब कफेवा तङनाममा अब खानेकुराहरू म अन्तिममा चर्चा गर्छु। हामी याक्थुङ अर्थात् लिम्बूहरू अरूभन्दा बिल्कुल फरक छौँ, खास गरेर धेरै कुरामा फरक छौँ। तर हामीले चाडपर्व मनाउँदाखेरि मैले अघि भने हाम्रो मनाउने तरिका प्राकृत छ। प्राकृत भनेको नेचुरल, वाट इज रियली इन रियालिटी भनेको नि। त्यसले गर्दा जस्तो हामीले नखाइ नहुने खे, अब खे पनि कस्तो हुन्छ भन्दा खे भनेको तरुल, अङ्ग्रेजीमा यहाँबाट चिउर भन्छौँ नि, त्यो बोर्डिङ पढ्नेहरूलाई पनि ओ खे खे भन्ने देखाएर खे भनेपछि वाट्स दिस खे। अब त्यो कम्प्लिटली अङ्ग्रेजी मात्रै पढ्ने हाम्रा नानीहरू मानौ अमेरिकामा जन्मे हुर्के, अस्ट्रेलियामा जन्मे हुर्के, अनि यसो देखाएर त्यो रियल अब्जेक्ट भन्छ नि वास्तविक त्यो वस्तु, ओके दिस इज खे इन लिम्बू ल्याङ्ग्वेज, दिस इज खे। What is this? K. In English it is yam or churro in other words. भनेपछि शिक्षण कार्यमा, सिक्ने र सिकाउने कार्यमा पनि यो चाड धेरै महत्त्वपूर्ण छ। यो चाड भनेको खाने चाड मात्रै होइन, दुई चार ठाउँमा गएर रमाइलो गर्ने मात्रै होइन, यो ठुलो सिक्ने अवसर हो। कसका लागि भन्दा मसिना नानीहरूको लागि। कसले भन्दा तपाईँ हामी जस्तै जिम्मेवार व्यक्तिले। हामीलाई
याक्थुङ पान्जाङ लिम्बू भाषा आएन, दुखी नबनाऊ, सिक्ने प्रयास गरौँ। हामी सबैले सिकेरै, देखेरै, भोगेरै हामीले जानेको हो। त्यसैले तरुललाई हामी खे भन्छौँ। अब खे पनि फेरि फरक फरक हुन्छ। जस्तो हिमखे, घर तरुल। घर तरुलको भित्र त्यो इन्टरनल स्ट्रक्चर फरक छ। अब अर्को छ फुएखे। मलाई साह्रै फुएखे मनपर्छ। त्यो भित्र रातो रातो सेतो सेतो हुन्छ, खाँदा त्यसको स्वाद बिल्कुल राम्रो हुन्छ। अर्को छ सुखे, अर्को छ ताम्बुङखे। त बजारबाट 2-4वटा भेराइटी यही अवसरमा ल्याएर सुखे, हिमखे, फुएखे देखाउने नि यसरी। ल मैले 4वटा उदाहरण दिए, धेरै छन्, तर यो साह्रै प्रयोग हुने चाहिँ यो 4वटा खेहरू। खे भनेको तरुल, अङ्ग्रेजीमा याम ट्युबर भन्छौँ नि। त्यसैले हाम्रो संस्कृतिलाई बचाउनु छ भने अब हामी दारी जुङ्गा सेता भएको, छाला के अरे चौरिन लागेको, हामीबाट स्कुलिङ गराउने हो। हामीबाट के गर्ने भन्दाखेरि एउटा एज अ ट्युटर, सिकाउने शिक्षकको रूपमा काम गर्ने हो। विचार र अनुभव एउटा सेयर गर्ने एउटा व्यक्तिको रूपमा हामीले काम गर्ने। तर अब यो संस्कृति र भाषालाई बचाउन अब पहिलो हात अब कसको हुन्छ भन्दा मसिनो नानीहरू। उसले नबोले पनि हामीले बोलिदिनुपर्छ उसको अगाडि। मैले अघि भने त्यो बोली ध्वनि गएर मस्तिष्कमा रेकर्ड हुन्छ, त्यो चित्र अथवा चलचित्र मस्तिष्कमा रेकर्ड हुन्छ। त्यसलाई इनपुट प्रोसेस भनिन्छ। अघि भने सिकाइमा कति ठुलो महत्त्व छ। हामीले यो क्षेत्रमा लाग्नुपर्छ। मैले कक्फेवाताङ नामको सुयममा मैले यतिको कुरा गरेँ। अब म यो याक्थुङ येले येन्जिरीको विषयमा, येले तङ्बे अहिले 5086 पुगेको छ, यस विषयमा थोरै चर्चा गर्छु। भरै जिज्ञासाहरू आएमा यसको पूर्ण रूपमा जवाब दिनेछु। म त्यो जवाब दिन तयार छु। तर अहिले भने म निकै लामो समय बोलेँ, हजुरहरूलाई अलिकति सुन्न पनि अब दिगदार लाग्न थाल्यो होला। अब मैले अघि भनेको कुरा, पृष्ठभूमिमा भनेको कुरा एक वाक्य म त यहाँ फेरि सापट लिएर म फेरि नयाँ कुरा नै म अगाडि बढ्छु। अब हामीले यत्तिका 100 वर्षसम्म विक्रमसम्म चलाएर बस्यौँ। पछिल्लो चरणमा हामीले एडी भन्छ नि, एनओडब्ल्यू, त्यो अङ्ग्रेजीको के अरे इस्वी सन भन्छौँ नि, एनओडब्ल्यू होइन, अङ्ग्रेजीमा एडी भन्छौँ नि, अङ्ग्रेजी सम्वत हो, त्यो चलायौँ। अब हामीलाई विक्रम सम्वत र इस्वी सम्वतमा हाम्रो लामो अभ्यास छ। एउटा भनाइ छ नि, वाट इज लर्निङ, सिकाइ के हो भने ह्याबिट फर्मेसन। ह्याबिट फर्मेसन भनेको के त भन्दा बानीको विकास हुनु। जस्तो कोही मान्छे सुर्ती खान बानीमा लाग्यो भने उसको ह्याबिट त्यो भयो, लर्निङ भयो, तर त्यो ब्याड लर्निङ। एउटा मानिसले बिहान 6 बजे उठ्ने, अनि के अरे सरसफाइ गर्ने, अनि पढ्ने, अनि घरमा काम सघाउने, अनि फेरि स्कुलको लागि तयारी बन्ने, अनि के अरे खाना खाने, स्कुल जाने, समयसम्म पढ्ने, समयमै घर आउने, यो पनि बानी हो, तर यो गुड लर्निङ। त्यो सिकाइ भनेको त कस्तो हुन्छ भन्दाखेरि मानव जीवनलाई काम लाग्ने, हाम्रो समाजलाई काम लाग्ने त्यो सिकाइ चाहिँ के हो त, पोजिटिभ लर्निङ भन्छ नि, होइन हो। सिकाइ हामीलाई त्यो पोजिटिभ लर्निङ चाहियो। हामीलाई जे बानी छ हामीले त्यसलाई सत्य ठान्ने हाम्रो एउटा चलन छ, त्यो अज्ञानता हो। किन भन्दाखेरि हाम्रो हिजो केही थिएन र पो हामीले त्यो कुरालाई आधार मानेर समयहरूको गणना गर्यौं। जस्तो सेकेन्ड, मिनेट, घन्टा, के अरे दिन, हप्ता, अनि यो फोर्टनाइट भन्छ नि, यो के अरे पाक्षिक 15 दिनको समय, लगभग महिना, के अरे 3 महिना, 6 महिना, अर्धवार्षिक भन्छौँ नि, 1 वर्ष वार्षिक भन्छौँ, इयरली, होइन। यो चाहिँ डिभिजन अफ टाइम भन्छ नि, समयको विभाजन। त यो हाम्रो लामो के अरे सिकाइ कहाँमा गयो त, केमा आधारित हो भन्दाखेरि विक्रम सम्वतमा गयो, इस्वी सम्वतमा गयो।
तर हाम्रो आफ्नै खालको क्यालेन्डर छ, हामी त्यसलाई एनजिरी भन्छौँ। एनजिरी भनेको पात्रो, अङ्ग्रेजीमा क्यालेन्डर भन्छ। तर अङ्ग्रेजीको क्यालेन्डर मेकिङ सिस्टम र हाम्रो क्यालेन्डर मेकिङ सिस्टम एउटै छैन। खास गरेर त्यसको इन्ग्रिडियन्ट्स भन्छ नि, त्यसभित्र हालिने मसलाहरू, त्यो हाम्रो आवश्यकताको आधारमा हुन्छ। त्यो हाम्रो मुन्धुममा केही एउटा त्यसमा मिलान हुन्छ, संलग्नता। हाम्रो नेचुरल लाइफ, प्राकृतिक जीवनमा त्यो आधारित हुन्छ। हाम्रो सांस्कृतिक जीवनमा त्यो आधारित हुन्छ। हाम्रो धार्मिक जीवनमा त्यो केही आधारित हुन्छ। त्यसैले बिल्कुल पश्चिमीहरूको जस्तो विक्रम सम्वतको जस्तो पात्र हाम्रो हुँदैन। टाइम सेयरिङ हुन्छ, तर मैले अघि भने के कुरा हुँदैन त भन्दा, यो याक्थुङ येले एन्जिरीमा चाहिँ फक्ताङलुङमा त्यो चाहिँ हाम्रो एउटा ठुलो सांस्कृतिक एउटा धरोहर हो। महागुरु फाल्गुनन्द पनि त्यहाँ पुग्नुभयो। अहिले त्यहाँ माङहिम पनि छ, धेरै मानिसहरू त्यहाँ जानुहुन्छ। हाम्रो त्यो श्रद्धाको स्थल हो। त्यो फक्ताङलुङमा भन्ने जुन हिमाल छ, त्यसको देशान्तरीय समयलाई आधार मानेर हामीले आफ्नो येले स्ट्यान्डर्ड टाइम कायम गरेका छौँ, वाइएसटी। त्यो नेपाल स्ट्यान्डर्ड टाइम एनएसटी भन्दा 1 मिनेट 10 सेकेन्ड चलाक छ, भनेको फास्ट छ। त्यसले यो फक्ताङलुङदेखि दक्षिणतर्फको सारा क्षेत्रहरूको एक्ज्याक्ट टाइम त्यसले बताउँछ। त्यो पात्रमा हुने पहिलो नम्बर गुण हो। त्यो कहाँ एडीको पात्रमा हुन्छ र कहाँ त्यो विक्रम सम्वतको पात्रमा हुन्छ त? हुँदैन नि। अनि समयको समायोजन मैले अघि भने, भरै प्रश्न उठ्यो भने म यसलाई विस्तृत रूपमा भन्छु, होइन भने छोटोमा म जान्छु। र यो पात्रोले चाहिँ के गरेछ भने ऋतुहरूको, महिनाहरूको व्यवस्था गरेको छ। अब महिनाहरू के, अब नेपालीमा त 6वटा हुन्छ, विक्रम सम्वतले पात्रोले तय गरेकोमा 6वटा ऋतु हुन्छ। यता हाम्रो चाहिँ 4वटा मात्रै छ। एउटा फुङवाममा, यतिखेर फुङवाममा हो। त्यहाँदेखि के आयो त? हाङवाममा। त्यहाँदेखि के आयो? तङवाममा। त्यहाँदेखि के आयो? चुङवाममा। फेरि यो शब्द मात्रै होइन, यसभित्रको जेन्युन म्याटरहरू हाम्रो आफ्नै छन्। मैले अघि भने नि, फक्ताङलुङमाको देशान्तरीय समयलाई मूल आधार मानेर बनिएको त जेन्युन म्याटर त्यो भएन त? भयो नि। यहाँको समय रेखालाई त्यसले राम्रो गरी के गर्छ भन्दा प्रोजेक्ट गर्छ। हो, अब कुरा रह्यो 5000। यो 5000 भन्ने कुरा चाहिँ कस्तो भन्दाखेरि, यसले हाम्रो यो थिङ्गा भन्छ, याक्थुङ अथवा लिम्बू भाषामा यसलाई थिङ्गा। थिङ्गा भनेको के त भन्दा अस्तित्व, एक्जिस्टेन्स भनेको। हाम्रो राजा चाहिँ यलम्बर थिए, प्रथम राजा यलम्बर थिए। हाम्रो नेपालको सन्दर्भमा कहिले कहिले प्रश्न उठ्छ नि, राजा बनाउने त्यो यलम्बरलाई बनाउनु भनेर विद्वान व्यक्तिहरूले भन्नुभएको म सुन्छु। त्यो एउटा बहसको विषय होला, तर त्यो मार्मिक र त्यो यथार्थपरक छ। राजा सजिलै हुने विषय होइन। संसारमा खेलाची रूपमा राजाहरू आए र खेलाची रूपमा पनि गए। धेरै सन्दर्भमा राजा जानुको कारण उहाँहरू आफै हो, तपाईँ हामी यस्तो सामान्य जनताहरू होइन। किन भन्दा यसको महिमा, यसको गरिमा, यसको गहिराई, यसको महत्त्व, यसको आवश्यकता, समय अनुसारको एउटा व्यवस्थापन हुन नसकेर त होला नि। तपाईँ हाम्रो त यसमा दोष छैन भने। यलम्बरको अस्तित्व 5000 वर्ष पहिला थिएछ। अब त्यो कुरो चाहिँ कस्तो छ भन्दाखेरि, यहाँलाई अलिकति समय मिल्छ भने यो त्यो अवधारणा नि, द कन्सेप्ट भन्छ, म चाहिँ नोसन भन्छु, अलिकति एउटै हो तैपनि। द नोसन अफ 5000 एरा, त्यो बनाउनको लागि चाहिँ डाक्टर पीबी भर्दकले द साइन्टिफिक एउटा वैज्ञानिक रूपमा एउटा उहाँले लेख्नु भएको छ, उहाँको अनुसन्धान छ कि अब त्यो चाहिँ कस्तो खाले छ भन्दाखेरि, त्यो डेटिङ चाहिँ कसरी गर्ने भन्ने चाहिँ साइन्टिफिक छ। त्यसमा
ताराहरूको नक्षत्रहरूको ग्रहहरूको पोजिसनलाई उहाँले राम्रो गरी विश्लेषण गरेर गर्नुभएको छ। त्यसैले उहाँले त्यो आफ्नो कृतिको नाम नै द साइन्टिफिक डेटिङ अफ द महाभारत वर्ल्ड भनेर लेख्नु भएको छ। त्यति तपाईँले टाइप गरेर क्लिक गर्नु भने आइहाल्छ। त्यहाँ त 5000 भन्दा बढी छ। तर यता हामीले पात्रो बनाउँदाखेरि चाहिँ जस्तो मैले अघि भने नि हाम्रो एक्जिस्टेन्स अस्तित्व थेङ्गा भन्छ लिम्बू भाषामा, हाम्रो कल्चरल कुरा भयो, यी सबै कुराहरूलाई हामीले चाहिँ मिलाएर राख्नुपर्ने भएकोले युधिष्ठिर सम्बन्धसँग यसलाई क्लोजली रिलेट गरेर यो तयार पारिएको। जतिखेर के थियो भन्दाखेरि महाभारतमा युद्ध थियो। हामी कतिखेर लाग्छ होला मुन्दुममा कहाँ छ, यस्तो हो। यो चाहिँ मुन्दुममा सबै कुरा हुँदैन नि त। मुन्दुममा निसाम हिम छ त छैन नि। मुन्दुममा निछापोना भन्ने छ त छैन नि। मुन्दुममा मूल कुरा हुन्छ, मूल कुरा मुन्दुममा हुन्छ। जस्तो निछाम निसाम यस्तो मूल कुराहरू हुन्छ। हो, अब यसकै मसिनो रूप चाहिँ के त भन्दा यी सबै कुराहरू आए। के आए? सिक्साम्बा आयो, सिक्साममा आयो, निसामहिम आयो, निसाम आयो, निछाम आयो, निछामसा आयो, यसरी निछापोना आयो, निछापसापन आयो, सापन आयो, नाक्चा आयो, साब्ला आयो, यसरी आउँछ। मुन्दुममा मूल कुरा मात्रै हुन्छ, संविधान जस्तो। मुन्दुम संविधान जस्तो हो। त्यसैले हाम्रो यलम्बरको अस्तित्व त्यसो भए 5000 वर्ष पहिला थिएछ। हामीले उनै हाम्रा वीर राजा यलम्बरको सम्मान स्वरूप उहाँको नामबाट हामीले लियौँ। यो किराँतहरूले सामूहिक रूपमा मान्ने गर्छौँ। जस्तो लिम्बू, राई, याखा, सुनवार। अहिले त अरू पनि हामी किराँत हौँ भन्नुहुन्छ, उहाँलाई स्वागत छ। सामूहिकतामा एकतामा बस्नु राम्रो कुरा हो नि। त्यसमा बल मिल्छ, समन्वय मिल्छ, कामको स्पिड मिल्छ, आवाज मिल्छ, चित्त मिल्छ, उद्देश्य मिल्छ, योजना बन्छ, आदि इत्यादि। अलग अलग भएर व्यक्ति छुट्टै हामी छुट्टै हामी यो एउटा विचार होला, त्यसलाई आदर गर्नुपर्छ। तर त्यसबाट विकास सम्भव हुँदैन, एकता सम्भव हुँदैन। एकता नभएपछि शक्ति निर्माण हुँदैन, शक्ति निर्माण नभएपछि कार्य उद्देश्य पुरा हुँदैन। त्यसैले हाम्रो यलम्बर हाम्रो पुर्खाको नाममा त्यसो भए 5000 को त्यसो भए बन्यो। अब तर यहाँ त के छ भन्दाखेरि मैले यहाँनिर अहिले यहाँलाई म सजिलो लागि यहाँनिर यो सूर्य पञ्चाङ्ग यो पात्रो, यो विक्रम सम्वतमा आधारित पात्रो हो। यो सूर्य पञ्चाङ्ग पात्रोमा यहाँले हेर्नु हो भने यो सृष्टिको कुरा यहाँ सिरानमा लेखा छ। अलिक तलतिर कलेर्ग ताप्दा भनेर लेखा छ। त्यो भनेको चाहिँ कलियुग कहिलेदेखि सुरु भयो भनेर लेखा छ। हो, अब त्यसैमा अर्को एकजना हाम्रो लेखकहरू हुनुहुन्छ कि, एकजना लिम्बू प्रेमबहादुर लिम्बू, एकजना ढुङ्गेल होइन। अब उहाँहरू दुईजनाको कृति छ के, जस्तो भूपेन्द्रजङ ढुङ्गेल, के अरे भूपेन्द्रजङ भन्छु, भूपेन्द्रनाथ ढुङ्गेल भनेर प्रेमबहादुर लिम्बू, उहाँले चाहिँ 2011 सालमा संक्षिप्त नेपाल इतिहास भनेर लेख्नु भएको छ। त्यो कृतिमा छ कि कलियुग चाहिँ 40 वर्ष पछाडि प्रारम्भ भएको थियो भनेर। हो, त्यसलाई चाहिँ यो कलेर्ग दाप्ता भन्नेमा त्यो घटाइदिनुहोस्। आजको यतिखेरको 5086 ठक्कै निस्किन्छ। अब युधिष्ठिर सम्बन्धतिर हजुरलाई लैजान्छु। अर्को खालको अब सबै कुरो मिलेको हुन्छ नि त। अर्को चाहिँ युधिष्ठिर सम्बन्धतिर लान्यो भने 3100 BC, 3100 BC भनेको अहिले त्यो 3100 BC हो। त्यसमा चाहिँ अहिलेको एडी भनेको अहिले यतिखेर अङ्ग्रेजी सम्बन्ध चाहिँ 2026 लागू भयो। त्यो जोडिदिनुहोस्। जोड्दा जोडफल कति आउँछ? त्यसमा चाहिँ फेरि के गर्नुहोस् भन्दाखेरि कलियुग, त्यो त भनेकै छ नि प्रश्न, यो पात्रैमै लेखा छ त।
हो त्यसमा चाहिँ 40 वर्ष माइनस गरिदिनुहोस्। ठ्याक्कै आजको सम्बन्ध जुन हामी बहस गरिरहेछौँ, बहसको यो एउटा दोस्रो पाटो थियो, त्यो आउँछ 5086 आउँछ। एकपटक किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयले धरानमा 12-13 वर्ष कति भयो एक्ज्याक्टली मलाई थाहा भएन, त्यतिखेर एउटा मेरो कृति, एउटा डिक्सनरी अफ ग्रामर एन्ड म्याथोलोजी एउटा, अनि एउटा चाहिँ यो के अरे एउटा अर्को कृति चाहिँ वलिहाङ तङनाम हो। यो दुईटा पुस्तक प्रकाशन गर्नको लागि म इन्डिया म रिसर्चमा गएको थिएँ कि इन्डियाका मान्छेहरूले तिहार मान्छन् कि मान्दैनन्, माने भने कसरी मान्छन्, दसैँ मान्छन् कि मान्दैनन्, माने भने कसरी मान्छन्, मुख्य चाहिँ तिहार उनीहरू भट्याउँछन् कि भट्याउँदैनन्, यो सबै कुरा मैले ग्राउन्डमा गएर बुझ्नलाई म इन्डिया गएको थिएँ। र फर्किँदाखेरि उहाँले मलाई खोजिरहनु भएको रहेछ। धरान चुम्लुङ हिममा हाम्रो भएको थियो। त्यहाँ 3000 वालाबाट आउनु भएको थियो, म 5000 वाला गएको थिएँ। मैले त्यहाँ के भनेको छु भन्दा एस्ट्रोनोमिकल फ्याक्टलाई हामी लिम्बू भाषामा के भन्छौँ भन्दा पहिला पहिला मोहङलिङ खियङलिङ भन्छ नि, हो यो हङलिङ भनेको चाहिँ कस्तो भन्दा स्पेस भनेको, स्पेस छ नि पृथ्वीभन्दा बाहिरी सबै दुनियाँ खाली भागलाई स्पेस भनेको हो। अब हङलिङ साप्चा भनेको चाहिँ खगोल विज्ञान। खगोल विज्ञानले के भन्छ भन्दाखेरि ग्रह के हो, उपग्रह के हो, तारा के हो, सूर्य के हो, ब्ल्याक होल के हो, यी सबै कुराहरूको त्यसले न्यारेट गर्छ। भने यो फेरि पनि युधिष्ठिर सम्वत 3100 त्यो चाहिँ बिसी हो। अनि अर्को चाहिँ अहिलेको एडी चाहिँ अहिलेको अङ्ग्रेजी सम्वत चाहिँ इस्वी सम्वत हामी भन्छौँ एडी, एनो डोमिनी भन्छौँ नि एडी छोटोमा हो। यो अहिले 2026 छ, त्यो घटाउनुहोस्, के अरे जोड्नुहोस्, अनि त्यहाँदेखि 40 घटाउनुहोस्, ठ्याक्कै हामीले बहस गरेको जुन येले तङ्बे छ, येले सम्वत 5086 त्यो आउँछ। हामीले दुईतिरबाट ट्रायल गर्यौँ भने मैले त्यहाँ के भने भन्दाखेरि म कुरा अब सक्न लागेँ। मैले त्यहाँ के कुरा आफ्नो कुरा राखेँ भने आधार र प्रमाण भएको अवस्थामा के अरे याक्थुङ शाह चाहिँ मेसल खुसी भएर यो 5000 वालालाई चाहिँ उहाँहरूले चाहिँ हार्दिकतापूर्वक उहाँहरूले ग्रहण गर्नुहुन्छ मैले भनेको म अहिले पनि सम्झिन्छु। हाम्रो देशमा मात्रै नभएर विश्वमा पनि 5000 वाला भनेको त छैन नि त। त्यसो भएकोले गर्दा हाम्रो यो 5000 वालामा सबैतिर एउटा प्लान हुन्छ भन्ने कुरा त हामीलाई थाहा छ नि, तर त्यो हामी डटेर सामना गर्छौँ। हामीलाई कसैले तिमीहरूको 3000 भन्दा हामी 3000 मा लाग्ने होइन, न कि 2000 मा लाग्छौँ। विक्रम सम्वत 2000 वाला छ, हामी आदर गर्छौँ, प्रयोग गर्छौँ, त्यो सरकारी क्यालेन्डर हो। तर हाम्रो आफ्नै पनि छ है भन्ने कुरामा हामी विश्वास गर्छौँ र त्यसलाई आत्मसात गर्छौँ, किनभने त्यो अरूभन्दा भिन्न छ, किनभने त्यसमा हाम्रो आत्मा छ, किनभने त्यसमा हाम्रो थिङ्गा छ। थिङ्गा भनेको एक्जिस्टेन्स, अस्तित्व छ। पात्रोमा हाम्रो अस्तित्व छैन भने त्यो पात्रो केवल दिन रात मात्रै छुट्याउने साधन बन्छ, त्यसले थिङ्गालाई चिनाउँदैन। सेवारो Dari nugen Tutu Atangba Harishchandra Lauti le उहाँले कफे तङनाम र यसले सम्बन्धको बारेमा धेरै कुराहरू राखेर जानुभएको छ। धेरै कुराहरू सुन्ने मौका पाइयो, बुझ्ने मौका पाइयो। यसको लागि धेरै धेरै धन्यवाद। र अघि नै मैले उद्घोष गरेको थिएँ, तपाईँहरूको केही जिज्ञासाहरू भए उहाँहरू हाम्रो वक्ताहरूले तपाईँहरूको जिज्ञासाहरूलाई प्रतिपूर्ति गर्नुहुन्छ भन्ने आशा पनि राखेको छु। र केही जिज्ञासाहरू भए तपाईँले राख्नु सक्नुहुन्छ, फ्लोर ओपन गरेको छु। र जिज्ञासाहरू छोटो मिठोमा राख्नुहोस्, यही सम्बन्धित यही भए यही विषयमा सम्बन्धित रहेर गर्नुहोला। र अब दुईजना वक्ताहरूले बोलिसक्नु भएको छ, अब जिज्ञासाहरू
एक दुईवटा लिएर हामी पनि छुट्टिने जानकारी पनि गराउँदछु। केही जिज्ञासाहरू भए तपाईँले राख्न सक्नुहुनेछ। केही छ, मैले यता हाम्रो किराँतक तुमचुमलुङ बेल्जियमको अध्यक्षज्यूलाई देखिरहेको छु, अनि इजरायलबाट पनि जोडिनु भएको छ, उहाँहरूलाई देखिरहेको छु। हाम्रो प्रेमचन्द्र निङलेखुज्यू पनि हुनुहुन्छ। तपाईँहरूको केही जिज्ञासा छ भने राख्नुहोला, नभए हामी यस कार्यक्रमलाई अन्त्य गर्ने जमर्को गर्नेछौँ। कसैको केही छ? सेवारो भन्न चाहन्छु हाम्रो सञ्चालकज्यूलाई। म चाहिँ थोरै जिज्ञासा राख्न चाहन्छु। म किराँत तुङचुमलुङ इजरायलबाट हो भन्न चाहन्छु। सेवारो सम्पूर्णलाई मेरो तर्फबाट। मेरो प्रश्न चाहिँ खासै धेरै चाहिँ छैन, एउटा मात्रै राख्न चाहन्छु समयलाई मध्यनजर गर्दै है। हाम्रो तुतु आदङ्बा हरि चन्द्र लाउतीज्यूलाई हो। यो येले तङ्बेको विषयमा चाहिँ राख्न चाहन्छु। अब येले तङ्बे अहिले 5086 हामीसँग अब केही दिन मात्रै बाँकी छ होइन, सुरु हुँदैछ। यसमा हामीले सबैले युज हुँदै आएको चाहिँ प्रयोग गर्दै आइरहेका चाहिँ येले तङ्बे भन्ने मात्रै थियो। तर अहिले केही वर्ष यतादेखि चाहिँ कुसाङ तङ्बे भनेर पनि यो शब्द थपिएको छ। यो थपिनुको मेन रिजन चाहिँ के हो? यो कुसाङ भन्ने शब्द पहिला थिएन र चाहिँ यसले मात्रै थियो कि यो कुसाङ चाहिँ कसरी आयो भन्नेमा चाहिँ अलिकति मलाई जिज्ञासा लागेको हो। धन्यवाद नुकेन। अब मैले जवाफ दिनु पर्यो। हजुर हजुर। ल अब हाम्रो इन्दु लाउती, तपाईँको वंशक्रम कति हो, के साइनु पर्छ? म पनि लाउती। मेरो 51 त्यो हो। कुरा चाहिँ अब हजुर, मेरो ए उसो 51 भए हो। तपाईँ मेरो भतिजी हुनुभयो, म तपाईँको काका परेँ। ल अब इन्दु भतिजीलाई जिज्ञासाको लागि धन्यवाद। यो कुसाङ भन्ने त म तपाईँको मुखबाट मात्रै सुन्दैछु, मैले चाहिँ सुन्या रहन्छु। कुसाङ तङ्बे हजुर, कुसाङ इन्दुजी भन्ने पनि अहिले चाहिँ यो शब्दहरू आइराखेको छ। यो कसरी चाहिँ अहिले होइन, आयो भन्ने त्यो चाहिँ त्यो के भन्छ भन्दाखेरि ध्वनि विकार भन्छ कि। ध्वनि विकार भनेको चाहिँ यो फोन भन्छ नि, फोन भनेको हामीले चलाउने अब त्यसैमा आधारित छ। हामीले सुन्दा चाहिँ फरक परेको भतिजी त्यो कुसाङलाई मानिसले जस्तो फेदेनलाई उच्चारण गर्न मानिसले नमिलाएर फिदिम बनाए जस्तै हो त्यो। मेरो विचारमा कुसाङको छुट्टै त हुँदैन। कुसाङ तङ्बे, कुसाङ येले तङ्बे, कुसाङ भनेको नयाँ, येले तङ्बे भनेको येले सम्बत भनेको हो। मलाई त्यस्तो लाग्छ। पक्कै पनि कुसाङलाई कसैले कुसाङ भनेर भन्नुभयो, लेख्नुभयो होला, तर यो चाहिँ ध्वनिको विकार भनेको त्यो आवाजलाई राम्रो गरी नटिपेर इन्टरप्रेट भन्छ नि, त्यसलाई फेरि राम्रो बाहिर ननिकालेर त्यस्तो भएको मात्रै हो भतिजी, इन्दु भतिजी। कुसाङ तङ्बे नभएर कुसाङ तङ्बे हुनुपर्छ। कुसाङ तङ्बे भनेको नयाँ साल, कुसाङ येले तङ्बे भनेको नयाँ येले सम्बत भनेको हो। अरू केही जिज्ञासा छन् कि? नुगेन भन्न चाहन्छु। मेरो जिज्ञासा नै यति नै हो। अब अरूलाई पनि समय दिनुपर्ने हुन्छ। धन्यवाद। हजुर, धन्यवाद हाम्रो इन्दु भतिजीलाई। अरू कोही हुनुहुन्छ? म अलिकति बोलु। म एउटा ढिलो जोडिए कि जोडिएन र? हजुर हजुर। हेलो सेवारु, म त ढिलो जोडिए। मासुची बोल्दैछु।
म सिर्जना दिदीको चाहिँ आधी मात्रै सुने अनि म ढिलो जोडे दिदीको के त्यो फ्रिक्वेन्सी नै थाहा पाइनँ दाईको चाहिँ थोरै एकचोटि त्यो यसले सम्बन्धको हरिश्चन्द्र सरको चाहिँ यसले सम्बन्धको सुरुवातमा चाहिँ फक्ताङलुङसँग जोड्नु भएको थियो नि त्यसलाई चाहिँ त्यो एक्चुअली चाहिँ त्यो जोड्नु भएको ठेट तथ्य चाहिँ थाहा पाउन पाए चाहिँ हामीलाई पनि अलिक सजिलो हुने थियो कि भन्ने मात्रै हो मेरो जिज्ञासा एक लाइन। ए हाम्रो महासचिव निरन्ती तुम्बापु बोल्नुभएको? हजुर हजुर ए लु है सेवारु सेवारु मैले अघि बोलेको त थिएँ। अब तपाईँ अलिक मध्य अथवा आद्य कता अन्तिम होइन अन्तिम अथवा तपाईँको मध्यमा? पुरै कम्प्लिट सुने सिर्जना दिदीको चाहिँ मैले आधी मात्रै सुने कि। ए मेरो चाहिँ सुन्नुभयो? सुनेको सर सबै सुने। ए उसो भए अब को सिर्जना बन्धुबाट जवाब चाहनुहुन्छ कि मबाट? होइन तपाईँलाई नै सोधिरहेको छु सर मैले। ल ल अब यो चाहिँ यो फक्ताङलुङमा भन्ने चाहिँ हाम्रो याक्थुङ अथवा लिम्बूहरूको, तर याक्थुङ लिम्बू धेरैले भन्नुहुन्छ त्यसो चाहिँ भन्नु हुँदैन। याक्थुङ अथवा लिम्बू भन्नुपर्छ। लेख्दा याक्थुङ ब्राकेटभित्र लिम्बू लेख्नुपर्छ। अब लिम्बू चाहिँ नलेखी नहुने चाहिँ अब एकछिन सधैँ त लेख्नु पर्दैन। अब बानी नभएसम्म चाहिँ हामीलाई त गोरेहरूले पनि लिम्बू भन्न मात्रै चिन्छन्, नेपालीहरूले पनि लिम्बू भन्न मात्रै चिन्छन्। अब नेपाल सरकारले गएको जुन जुन राष्ट्रिय जनगणना 2078 चाहिँ याक्थुङ अनि छड्के धर्सो अनि लिम्बू राखिदिएको छ। त्यो हामी सबैले वर्षौंदेखि हामी लेखकहरूले लेखेर कार्यपत्र प्रस्तुत गरेर आफ्नो कृतिमा लेखेर गऱ्यौं। हाम्रो निरन्तीजी जस्तो सशक्त एउटा आन्दोलनकर्ताहरूले सडकमा पनि उहाँले बोल्नुभयो, लेख्नु पनि भयो। यसरी त्यो चाहिँ पुरा भएको छ। तर हामीले त्यसलाई इन्टरप्रेट गर्दाखेरि चाहिँ अलिकति पारा नमिलाएको देख्छु। धेरै जस्तो चाहिँ याक्थुङ अथवा लिम्बू भन्नुपर्छ। लेख्दा याक्थुङ छड्के धर्सो अनि त्यहाँदेखि लिम्बू नभए याक्थुङ ब्राकेटभित्र लिम्बू। हाम्रो निरन्तीजीलाई त भने होइन, उहाँ त्यसो त भन्नुहुन्न। मैले यो सन्दर्भमा यो कुरालाई निकालेको मात्रै हो। हाम्रो याक्थुङ अर्थात् लिम्बूहरूको सांस्कृतिक स्थल चाहिँ, पवित्र स्थल चाहिँ यो फक्ताङलुङमा हो। फक्ताङलुङ पनि भनिन्छ। अब त्यहाँको देशान्तरीय समयलाई आधार मानेर फक्ताङलुङदेखि सिधा दक्षिणतर्फ ठक्कै जाने हो भने यो लगभग 9 जिल्लाहरू लगभग पर्छ। लगभग पर्छ। त्यसको मतलब त्यहाँको देशान्तरीय समयलाई आधार मानेर निकालिएको समय चाहिँ हाम्रो त्यसलाई चाहिँ हामीले येले स्ट्यान्डर्ड टाइम भनेर भनेको छ। येले स्तरीकृत समय त्यो चाहिँ नेपाली स्ट्यान्डर्ड टाइम भन्दा 1 मिनेट 10 सेकेन्ड छिटो छ। यो चाहिँ याक्थुङ येले, यो त सम्बत भनेको त खालि त्यो यो धरानमा पनि पहिला छलफल हुँदा मैले भनेको यो हाम्रो त त्यस्तो सालको मात्रै कुरा होइन, इन्टायर सिस्टम येन्जिरी अर्थात् पात्रोको सम्पूर्ण प्रणाली नै छ। जस्तो उदाहरणको लागि हाम्रो वाइएसटी छ, येले स्ट्यान्डर्ड टाइम। हाम्रो ऋतुहरू छन्, हाम्रा महिनाहरू छन्। अब महिना त जस्तो पनि हुन्छ, तर त्यसको फेरि समय विभाजन त फेरि आफ्नो मौलिक छ नि त, हो त्यो चाहिँ कुरा। संसारमा ठ्याक्कै हुबहु मिल्ने भनेको नाम मात्रै फरक, तर मिल्ने भनेको चाहिँ बार मात्रै हो। हामी तेनेवा भन्छौँ नेपाली भाषामा आइतबार, गोरेले सन्धि भन्छन्। भाषा मात्रै फरक, तर त्यसको एक्ज्याक्टनेस त उस्तै छ। तर यो येले सम्बन्धको विषयमा फक्ताङलुङसँग हामी कसरी जोडेका छौँ भन्दा सांस्कृतिक रूपले जोडेका छौँ। त्यसैले त्यो फक्ताङलुङमाको देशान्तरीय समयलाई आधार मानेर हामीले आफ्नो समय कायम गरेका छौँ। त्यसलाई लिम्बू भाषामा चाहिँ त्यसलाई के राख्या हामीले छौँ पात्रमा भन्दाखेरि, त्यो याक्थुङले पात्र हेर्नुभयो त्यहाँ सम्पादकीयमा तपाईँले लेख्नुहुन्छ। लिम्बू भाषामा रिड आउट गर्न सक्ने, त्यसलाई चाहिँ पढ्न र त्यसको बोध पक्ष बुझ्ने कुरा आउनेलाई सजिलो हुन्छ। त्यहाँ अब याक्थुङ पान्दाङ श्रीजङ्ग अथवा किराँत श्रीजङ्ग लिपिमा लेखिएको छ। त्यो याक्थुङ पान्दाङबाट चाहिँ के भनेको छ भन्दाखेरि याक्थुङ ताक्फाबा येम, छोटोमा वाइ ता या ता ये भनेर लेखेको छ छोटोमा।
अनि फेरि उता नेपालीमा चाहिँ के अरे याक्थुङ स्तरीकृत समय, फेरि अङ्ग्रेजीमा के अरे येले स्तरीकृत समय, पर फेरि अङ्ग्रेजीमा येले स्ट्यान्डर्ड टाइम भनेर तिनटै भाषामा लेखिएको छ। त्यसले के गर्छ भन्दाखेरि यलम्बर हाम्रो अस्तित्व थिङ्गा भन्छ लिम्बू भाषामा सँग गाँसिएर आएको छ भने यो सांस्कृतिक रूपमा चाहिँ गाँसिएर आएको छ भने त्यो 1 मिनेट 10 सेकेन्ड छिटो हुनु भनेको त्यो चाहिँ फेरि एस्ट्रोनोमिकल भन्छ नि। हामी लिम्बू भाषामा त्यसलाई के भन्छौँ भन्दाखेरि हङलिङ साप्चा भन्छौँ। एस्ट्रोनोमिकल भनेको यो खगोल विज्ञानको आधारमा त्यो चाहिँ छ। यसरी तीनटा विज्ञानका कुरा, संस्कृतिका कुरा, हाम्रो इतिहासका कुरा, तीनटा कुरा ठक्क जोडेर त्यो वाइएसटी बनेको छ। 5000 नामाकृत भएको छ। मैले बुझाउन सके कि सकिनँ हाम्रो महासचिव निरन तितुम बाबु तपाईलाई? नोगेन सर, नोगेन। ल नोगेनलाई, तपाईँलाई नोगेन। यहाँ हाम्रो ग्रेटा थुनचुम बेल्जियमका अध्यक्षज्यू केही भनिदिनु खोज्नु भएको थियो, उहाँ केही छ? सबैलाई सेवारो आदाङ बादाङ मासे म लु सेवारो प्रदेशमा आदाङबा यो बेसरी काम गर्दै सुनेको थोरै सबै कुराहरू हाम्रो लाउतीज्यूबाट प्रष्ट भयो। केही कुराहरू म अलिकति अस्पष्ट थिएँ। ती कुराहरू उहाँबाट आएको हुनाले धेरै जिज्ञासा त छैन, तैपनि उहाँलाई नै यो जुन कक्फेवाको बारेमा कक्फेवा तङ्नाम भनेर हामी भन्छौँ। नेपालमा हुँदाखेरि यो कक्फेवा पनि त्यति बुझिएको थिएन। परदेशमा आएर मात्र कक्फेवाहरू र तङ्नामहरू भनेर बुझ्दै गइयो। यो पनि एउटा प्रविधिले गर्दाखेरि प्रविधिको विकास सँगसँगै अध्ययनहरू चाहिँ बेसरी आउन थालेको छ र अध्ययन पनि गरियो। त्यसैले गर्दा म अहिले बेल्जियममा छु हजुर, युरोपको बेल्जियममा। यहाँ यो माघे सङ्क्रान्ति भनेर नेपाली भाषामा भनिन्छ कक्फेवा तङ्नाम। यसलाई नयाँ वर्षको रूपमा सायद हामीले मानेको, अघि हामीले बुझेको पनि त्यही थियो र यहाँ सरले पनि त्यही व्याख्या गर्नुभयो, धेरै खुसी लाग्यो। यसलाई 2000 यो के अरे अङ्ग्रेजी सम्मत 2012-13 सालतिर होइन समथिङ यो चाहिँ मगर र छन्त्यालहरू पहिला एउटै मानिन्थ्यो, पछिल्लो अवस्थामा यिनीहरू अलग अलग हुन गए। यो पर्वलाई माघे सङ्क्रान्ति हाम्रो राष्ट्रिय पर्व हो भनेर छन्त्याल जातिले भनौँ भने मगरले पनि हाम्रो राष्ट्रिय पर्व हो कसरी तिमीहरूको भनेर उनीहरू आफै बिच थोरै विवादहरू भयो। तर अन्तमा आएर अलिकति विज्ञ तोम्याङहरूले चाहिँ मिलाए, प्राय जति हामी धेरै जनजातिहरूको चाहिँ यो पर्व हो, नयाँ वर्ष पनि हो। त्यसैले गर्दा हामी सबैको झन् ठुलो भएर अघि यहाँले भन्नुभयो जस्तै धेरैजनाले एकै ठाउँमा यसरी मनाउँदाखेरि झन् ठुलो बृहत पनि हुन्छ, यसले सार्थकता पनि पाउँछ भन्ने कुराहरूमा टुङ्गिए। अहिले आएर धेरै, अघि यहाँले पनि जोड्नुभयो, धेरै जातिहरूले हामी पनि किराँती हौँ, हामी यलम्बर सम्मतलाई हामी पनि स्वीकार गर्न तयार छौँ भनेर गुरुङ र यहाँ केही थारूहरू छन् र गुरुङले केही गुरुङहरूले, तर मगर अधिकांश मगरहरूले हाम्रो पनि माघे सङ्क्रान्ति हो, हाम्रो पनि नयाँ वर्ष। किराँतीहरूले अथवा राई लिम्बूले जे मान्छ हाम्रो पनि पर्व रस सम्मत यही नै हुनुपर्छ भन्नेमा थिए। कतिपय आफ्नै ढङ्गले जानुपर्छ भन्ने छन्। उनीहरूमा पनि व्यापक एउटा छलफल चाहिँ चलिराखेको छ। त्यसले गर्दा हामी विशेष गरेर राई र लिम्बूहरूलाई किराँती अथवा अरू थरीहरू पनि छन् होइन, देवन, याक्खा आदि लेप्चा, मेचे, कोचे, यी सबै किराँतीहरू भन्छौँ। तर अहिले थप गुरुङ, मगर र थारूहरू र लेप्चा त पहिल्यै भइहाल्यो, अनि तपाईँको यो नेवारहरू पनि किराँती हौँ भनेर र यही सम्मतलाई के अरे लिएर जाने भनेर भनिया छन्, मानेर जाने भनेर भनिया छन्।
यो कहाँसम्म अब यहाँले अघि अलिकति त जोड्नुभयो, यसरी अरूले पनि मान्न खोजेका छन् भन्ने कुरा हो। यसलाई बृहत रूपमा बृहत एउटा अन्तर्क्रिया गरेर सबै जातिहरूमा सबै समुदाय भनौँ न, समुदायसँग हजुर चाहिँ एउटा छलफल गरेर अगाडि बढाउँदाखेरि नेपालमा अधिकांश हामी जनजातिहरू छौँ। जनजातिहरूले हजुर एक ठाउँमा एउटै सम्मतलाई एउटै पर्वलाई मानेर गइयो भने यसले अझै होइन अर्को हजुर रूप होइन लिन्छ कि हजुर भन्ने कुरा हो, सार्थकता पाउँछ कि भन्ने कुरा हो। मैले चाहिँ अब यो कुराहरू अरू धेरै कुराहरू ल्याउनु भएको छ, जस्तै मलाई अलिकति यही लागेको जुन एउटा विषय थियो यो मैले ठ्याक्कै अहिले मैले भन्ने बेलामा बिर्सेँ, हजुर अहिले याद आयो भने म फेरि भनौँला। हुन्छ तर जे होस् यिनै कुराहरूमा अब नाउती सरलाई मैले सोधेँ। अनि अर्को कुरा अब हाम्रो विशेष गरेर युरोपबाट चाहिँ युरोपको चाहिँ एउटा पोर्चुगलबाट हाम्रो किरात याकुङ चुम्लुङका अध्यक्ष रूपमान केरुङ भाइलाई म लाखौँ लाख धन्यवाद दिन्छु उहाँलाई चाहिँ। किनभने पहिला पनि हामीले उहाँको पहलमा युरोप हजुर स्तरीय एउटा लिम्बुवान प्राज्ञिक बहसको सुरुवात गरेका थियौँ, जर्मनी, हजुर बेल्जियम र पोर्चुगल मिलेर उहाँको एउटा पहलमा। हजुर त्यस्तै त्यहाँ पनि धेरै कुराहरूको जानकारी भयो, अवगत भयो, कतिपय हामीले नजानेका कुराहरू त्यहाँ अवगत भयो। त्यस्तै अहिले आज आएर यो अन्तर्क्रिया कार्यक्रम कक्फेवा तोङनामको बारेमा उहाँले आयोजना गर्नुभयो। यो चाहिँ एउटा ऐतिहासिक एउटा पहल भएको छ, ऐतिहासिक काम भएको छ। यसमा उहाँलाई म लाखौँ लाख शुभकामना सहित धन्यवाद दिन्छु र सबै समग्र विश्वमा रहेका सबै चुम्लुङ अथवा केन्द्र नेपालदेखि आउनु पाल्नुभएका सबैलाई चाहिँ मेरो तर्फबाट र किरात याकुङ चुम्लुङ बेल्जियमको तर्फबाट कक्फेवा तोङनाम 5086 को हार्दिक शुभकामना सहित म चाहिँ यति नै राखेँ। केही कुरा भन्न खोजेको थिएँ, यो बोल्ने ल बेलामा काममा थिएँ, मैले बिर्सेँ है। हजुर ल ल यति सेवारो राखेँ। नोगेन हजुरलाई धन्यवाद। मैले हजुर केही कुरा बोल्नु पर्यो कि हजुर? त्यही अब त्यो सबैजना के अरे समुद्रमा सबैले युज गर्न पहल गर्ने कि भन्ने कुरा उहाँको। ए हजुर हजुर कसो होला, म यसमा बृहत छलफल गरेर ए अरू हजुर समुदायसँग गुरुङ मगर नेवारहरूसँग होइन यसैलाई मानेर जाने भन्ने जुन थियो नि होइन, उनीहरूको पनि आदाङ बे किमिङको थिमान बे हजुरको शुभ नाम त के पो? बदन योङहाङ। नेपालमा चाहिँ मदन मलाई योङहाङ पदम नि? भन्थे, पदम ए योङहाङ पदम? भन्थे, तर यो फेसबुकमा चाहिँ बदन योङहाङ भनेर भनिएको छन्। ए लु योङहाङ आदाङबा सेवारो तपाईँको जिज्ञासा, तपाईँ उता त्यो किरात याक्तुङ चुम्लुङको तपाईँ के पदमा हुनुहुन्छ बेल्जियममा? यहाँ अध्यक्ष छु हजुर। अध्यक्ष ए हुनुहुन्छ लु राम्रो। बेल्जियमको अध्यक्ष। हजुर अध्यक्षले यतिको चासो राख्नुभयो, मलाई खुसी लाग्यो। किन भन्दा हामी याक्थुङहरू जहाँ जहाँ हुन्छौँ, हाम्रो मैले अघि पनि भने हाम्रो मन मस्तिष्क त याक्थुङ नै हो नि त। हजुर हजुर त्यसले गर्दाखेरि खुसी लाग्यो हजुरले चासो राख्नुभयो, यो कार्यक्रममा जोड्नुभयो। हाम्रो अब हाम्रो केरुङजीलाई धन्यवाद दिनुभयो। मैले त अस्ति पनि धेरै दिएँ, किन भन्दा तपाईँहरू अब कहिले आफ्नो देशमा आउनुहुन्छ, तर जे भए पनि अरू बाहिर बसिन्जेल भए पनि माया गर्नुहुन्छ। अब म हजुरकै एउटा जिज्ञासा भन्दा पनि अब हजुरले एउटा चासो राख्नुभएको कुरालाई नि म आफ्नो विचार राख्ने मात्रै हो। अब म त के भन्छु भन्दाखेरि, तर अब म एक्लो मान्छे भएँ यो मामलामा चाहिँ। म चाहिँ सधैँ पनि के भन्थेँ भने हाम्रो नेपालको अब आफू किरात हो कि होइन भन्ने कुरा स्वीकार्ने नस्वीकार्ने त उहाँहरूको हक अधिकार हो, हाम्रो हक अधिकार रहेन। अब किरात भनेर पहिला चाहिँ लिम्बू, राई, याखा, सुनवारलाई हामी लिन्थ्यौँ। अब पछिबाट अब अरू अरू जातिहरू पनि आउनुभयो। अनि हाम्रो योङाङजीले भन्नुभयो जस्तै अरूले पनि अब आफूलाई हामी किरात हो भन्नुहुन्छ। किरात भनेको एउटा अम्ब्रेला टर्म, एउटा छाता जस्तो। छातामा धेरै करङ हुन्छ, फेरि छाता चाहिँ एउटै हुन्छ। हो त्यस्तै हामी एक सूत्र बाँधिनु भनेको मुख होमा भन्छ नि, शक्ति प्राप्त गर्नु हो, त्यसलाई म त्यसरी बुझ्छु। अब म त के भन्छु भन्दा यो चाइनिजहरू पनि किरात हुन्, मङ्गोलियन पनि किरात हुन्, उत्तर कोरियन पनि किरात हुन्, दक्षिण कोरियाको पनि किरात हुन्, जापानिज पनि किरात हुन् भन्छु म चाहिँ। एउटा भाषाको ध्वनिहरू धेरै हदसम्म मिल्छ पनि अरूको तुलनामा।
हाम्रो शारीरिक कद पनि रूप रङ्ग पनि धेरै हदसम्म मिल्छ। यो त मैले नै भनेको कुरा हो, तर हामी किराँत होइन भनेर चाइनिजहरूले हो अथवा होइन भन्ने हक त उहाँले राख्नुहुन्छ। त्यो त मेरो मात्रै इन्टरप्रिटेसन हो। म त किराँतको चाहिँ यस्तो खालको शारीरिक कद हुन्छ, उहाँहरूको भाषाको ध्वनिको जस्तो यो नासिकीय ध्वनि भन्छ नेजल साउन्ड, यसको अत्याधिक प्रयोग मैले अहिले भनेको देशहरूको भाषाहरूमा पाइन्छ। जस्तो चिनिया भाषामा हेर्नु भने ह्वाङ हो उ आइहाल्यो त्यहाँ। सी जिङपिङ कतिचोटि के अरे नासिकीय ध्वनि आयो। मैले त एउटा दुईवटा उदाहरण दिएको। यो म आफूले त्यसरी बुझ्ने गर्छु। अब मेरो बुझाइ कहिले सत्य होला अथवा कहिले स्वीकार्य होला त्यो कति वर्ष लाग्ला, त्यो बेग्लै कुरा हो। तर अहिले मैले त्यसरी भने। अनि अर्को कुरा चाहिँ यो माघे हाम्रो देशमा, हाम्रो देशको सन्दर्भमा चाहिँ अब हजुरले अघि भन्नुभयो हाम्रो देशको सन्दर्भमा के अरे माघमा पर्ने। अब तर हाम्रो चाहिँ आफ्नै पात्रो छ र यसचोटि चाहिँ चैत 30 गते परेको छ। हाम्रो कुसङ्गेले तङ्बी भनेको कक्षिवा तुमिएन भनेको कक्षिवा महिनाको 1 गते अहिले चाहिँ विक्रम सम्वतको चाहिँ चैत 30 गते पर्या छ। मैले अघि त्यसको अवसरमा हजुरहरूलाई यो कार्यक्रम हेरिरहनु हुने, सुन्नुहुने नेपालका सबै नेपाली जनहरूलाई, विश्वका मानवहरूलाई, विश्वका चराचर सबैलाई मैले अघि धेरै शुभकामना दिएँ। म फेरि पनि दोहोऱ्याउँछु। अब कस्तो भन्दाखेरि माघे सङ्क्रान्ति भनेर भन्छौँ, तर अब कसैले माघी भन्नुहुन्छ, अब हामी कक्फे वा तङ्नाम भन्छौँ। अब अरूले आफ्नै भाषा अनुसार भन्नुहुन्छ। तर यो माघको एक्ज्याक्ट माघ हुँदैन हाम्रो चाहिँ। कहिले धेरै यस्तो माघ 1 गते पर्छ तर सधैँ पर्दैन। यो अब यसचोटि परेन, किन हाम्रो पात्रो सिस्टम नै हाम्रो फरक छ, आफ्नै छ नि त, त्यसले गर्दा। तर पनि समग्रमा के भन्दाखेरि यो चाड चाहिँ अब लगभग माघ 1 गते नै धेरै चाहिँ पर्छ। अब यसचोटि चाहिँ हाम्रो यता पर्यो। अब कति समयपछि फेरि माघ 1 गतेमा आउँछ। तर जे भए पनि धेरै वरपर हुँदैन। अब यही समयमा मान्ने यो चाड छ। अब नेपाली भाषीहरू माघे सङ्क्रान्ति भन्नुहुन्छ। यता विक्रम सम्वतको आधारको पात्रोले त्यही तय गरेका छ, माघे सङ्क्रान्ति। कसैले मकर, अब संस्कृतमा मकर सङ्क्रान्ति, अब हामी कक्फे वा तङ्नाम भन्छौँ। अब त्यसैले कसैले माघी भन्नुहुन्छ आफ्नै आफ्नै भाषाबाट। तर यो चाहिँ सबैको कमनली मिल्ने खालको रहेछ समयको कुरा। अब हामी के खान्छौँ, कसरी माग सेवा गर्छौँ, त्यो चाहिँ कल्चरल सांस्कृतिक पाटो भएकोले गर्दाखेरि यो फरक हुनु स्वाभाविक हो। तर ठ्याक्कै समय चाहिँ लगभग यही मोटामोटी पेरिफेरीभित्र हुनु चाहिँ त्यो संयोगले नेपालीहरू धेरैको मिल्ने चाड चाहिँ यो रहेछ भनेर मैले अघि पनि अलिकति भने, अहिले मैले दोहोऱ्याएँ। हजुरले पनि अब त्यो कुरालाई भन्नुभयो। त्यसले गर्दाखेरि हामी सांस्कृतिक रूपमा हाम्रो एकता जति धेरै हुन्छ, नेपालीहरूको बीचमा शान्ति र एकता पनि त्यति नै बढी हुन्छ। हामी नेपालीलाई राजनीतिक रूपमा कति जोड्न सक्यो त्यो मलाई थाहा छैन, तर सांस्कृतिक एकता, भाषिक एकता र यसको समृद्धिबाट मात्रै नेपालमा विभिन्न जातिहरू छन्, उनीहरूको विभिन्न भाषा छ, त्यसैले उनीहरूको विभिन्न संस्कार छ, उनीहरूको संस्कृति छ भन्ने राज्यले जब बुझ्छ, राष्ट्रिय एकता कसैले भत्काउँदा भत्किँदैन। कुनै देशले यहाँ हात हालिनेवाला छैन। किन भन्दा राज्यले मेरो भाषा बुझिदियो, राज्यले मेरो भाषाको संरक्षण गर्यो, राज्यले मेरो भाषाको विकास गर्यो। अर्को, मानिसको अनुहार, शरीरको रङ्ग, उसको कद, उचाइ र उसको जुन संस्कार छ नि, हो त्यो संस्कृतिभित्र पर्छ। त भनेपछि त्यो कद अनुसारका मानिसहरू, उनीहरूले अपनाउने जुन संस्कार, त्यसैलाई हामीले संस्कृति भनेको हो। त्यसैले राज्यले संस्कृतिलाई जति प्यारो गर्छ, समान व्यवहार गर्छ, संस्कृतिको संरक्षण र विकासमा योजना बनाउँछ, बजेट छुट्याउँछ, समय दिन्छ, पाठ्यक्रममा राख्छ, पाठ्यपुस्तकमा राख्छ, राष्ट्रिय एकता आफै बलियो हुन्छ नि। यहाँ मानिसहरू किन झगडा गर्छन् भन्दा मेरो भाषा राखिदिएन भनेर नेपालको सन्दर्भमा मात्रै होइन, विश्वमा धेरै जसो शासकहरूले शासितहरूको भाषा र संस्कृतिलाई माया नगरिदिएको कारणले
योजना नबनाइदिएको कारणले, बजेट नछुट्याइदिएको कारणले, पाठ्यक्रममा नराखेको कारणले, पाठ्यपुस्तकमा नराखेको कारणले, पठन पाठनमा नराखेको हुनाले, शैक्षिक सामग्री नबनाएको हुनाले, पाठ्य सामग्री नबनाएको हुनाले उनीहरूले वास्तवमा चित्त दुखाएका छन्। उनीहरू त्यो व्यक्त गर्दैनन्, तर उनीहरूको मनमा त्यो पीडा छ। हो, यसलाई राज्यले के गरोस्? सम्बोधन गरोस्, बजेट बनाओस्, योजना बनाओस्, बजेट छुट्याओस्, कार्यान्वयन गरोस्। हाम्रो देशमा त भाषामा त राजनीति गर्छन्, अनि यहाँनिर राष्ट्रिय एकता खोज्दाखेरि बलियो राष्ट्रिय एकता कहाँ हुन्छ त अन्त? तर जब विश्वको, हाम्रो देशमा मात्रै होइन, विश्वको हरेक शासकहरूले त्यो देशको जनताहरूको भाषा, संस्कृति, इतिहास, परम्परा, कलालाई संरक्षण गर्यो, विकास गर्यो, योजना बनायो, बजेट छुट्यायो, कार्यान्वयन गर्यो भने के हुन्छ? स्ट्रङ नेसनल युनिटी, दह्रो राष्ट्रिय एकता बन्छ। त्यसमा सबै नेपालीहरू, विश्वका सबै नागरिकहरू आपसमा अझ रमाएर, अझ एक भएर बाँच्न रमाउन सक्छन्। मैले यही भनिआएको छु र मैले जीवनमा सिकेको कुरा यही नै हो। आशीर्वाद। गरी नगेन, यस सम्बन्धमा सिर्जना मेनाङ्गु सुब्बा दिदीको केही कुराहरू छ बृहत्तर बनाउनलाई? हजुर, धन्यवाद। मलाई त खासै प्रश्न थिएन, तर पनि केही कुरा थप भन्नु पर्दाखेरि चाहिँ खास गरी इमान सिंह च्याम्जोङले जुन किराँत भन्ने शब्द प्रयोग गर्नुभएको छ, त्यसमा चाहिँ अहिले जुन आदिवासी जनजाति भनेर प्रचलित शब्द छ त्यसको पर्यायवाचीको रूपमा लिनुभएको छ होइन। त्यसमा चाहिँ कि गुरुङ, मगर, थारू, कोचे, मेचे देखि लिएर होइन यो पहाडी क्षेत्रका होइन आदिवासी जनजाति सबैलाई समेट्नु भएको छ। भर्खरै उहाँको अङ्ग्रेजीमा अनुवाद गरेको किराँती फोक टेल्स भन्ने किताब अथवा किराँती दन्त्यकथा भन्ने किताबमा पनि त्यो कथाहरूको सङ्ग्रहमा पनि यी सबै समुदायको कथाहरू सङ्ग्रहित भएर राखिएको छ होइन। त्यसकारण त्यो बृहत अर्थमा किराँती भनेको अहिले जुन हामीले चिनिने 4 किराँती समुदाय बाहेकका समुदायहरूलाई पनि समेटेको छ। अब त्यसमा पनि अब अहिले पछाडि जाने कि अगाडि जाने भन्ने कुरा पनि हो। अब त्यसमा पनि हामीले छलफल गर्न सकिन्छ होइन। अब कति किराँती, तर यो अब समुदायको आफ्नो स्वनिर्णयको कुरा पनि हो होइन। उहाँहरूले हामी किराँती हौँ भन्ने र हामी तपाईँहरूसँग सँगै जान चाहन्छौँ भनेर आउनुभयो भने त्यसमा हामीले हुँदैन, तपाईँहरू छुट्टै हो भन्ने कुरा पनि हुँदैन होइन। किनभने हिस्टोरिकल्ली उहाँले चाहिँ एउटै समुदायमा पर्छन् भनेर उहाँको किराँत हिस्ट्री भनेर पनि त्यहाँ पनि समेट्नु भएको छ, किराँती लोककथामा पनि समेट्नु भएको छ। अब यो एउटै क्यालेन्डर हुनुपर्छ गर्नुपर्छ भन्ने कुरामा पनि अब मैले भने नि, अब हाम्रो इन्डिजिनस नलेज अथवा आदिवासी ज्ञानले चाहिँ अब ज्ञानको कुरामा चाहिँ यो चाहिँ एक प्रकारले विकेन्द्रीकृत र स्वायत्त हुन्छ। त्यसकारण ज्ञान फरक फरक ठाउँमा फरक फरक हुन्छ, रियालिटिजहरू मल्टिपल हुन्छ भनेर हामीले भनिराख्दाखेरि अब त्यो एउटै बनाउनै पर्छ भन्ने पनि छैन। आफ्नो आफ्नो मल्टिपल रियालिटिजमा हामी बाँच्न पनि सक्छौँ र कसैले सँगै जाऊँ भन्नुभयो भने सँगै जान पनि सकिन्छ। त्यो चाहिँ बहस र छलफलबाट हामीले निकाल्नुपर्छ, निचोड निकाल्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। अब यही नै गर्नुपर्छ, यही नै हुनुपर्छ भन्ने जस्तो चाहिँ मलाई लाग्दैन। तर के हो भने यसले चाहिँ एउटा विभिन्न नाम गरे पनि ऋतुचक्रमा आधारमा मनाइने यो चाडले चाहिँ यो ऋतु परिवर्तनको सङ्केत दिने हो। त्यसकारण अब यो सबै झरेका पातहरू होइन, खुइलेका डाँडाहरू, सुकेका बोट बिरुवाहरूमा नयाँ पालुवा पलाउने, नयाँ पातहरू आउने, फुलहरू फुल्ने, यो नयाँ वसन्त ऋतुको आगमन गर्ने र ऋतुचक्रमा फेरि पनि नयाँ के भन्छ कुराहरू आउने, नयाँ अवसरहरू आउनेको रूपमा चाहिँ हामीले लिनुपर्छ यसलाई होइन। त्यसकारण नाम फरक हुन्छ तर ऋतु त फरक हुँदैन नि त, के अरे नेचर त फरक हुँदैन नि त। नेचरले त त्यो साइकल त गरिराख्छ। त्यसकारण त्यो नेचरलाई फलो गर्ने यो
नयाँ वर्ष भनौँ, माघी भनौँ, कक्फेवा तङनाम भनौँ, जे भने पनि माघे सङ्क्रान्ति, मकर सङ्क्रान्ति, जे भने पनि हामीले नयाँ ऋतु परिवर्तन भएको र नयाँ ऋतुचक्र सुरु भएको अवसरमा मनाउने चाड हो। त्यसकारण यसलाई चाहिँ हामीले विभिन्न नामले नामाकरण गरे पनि हाम्रो मनाउने त्यही नै हो। त्यसकारण सबैजनालाई यसको शुभकामना भन्दै अब मेरो चाहिँ कुरा यति नै राख्छु। धन्यवाद। नोगेन एरिक नोगेन है। अनि योसँग अरू कसैको केही जिज्ञासाहरू भए राख्नु होला, नभए कार्यक्रमलाई विसर्जन गर्ने तर्खर त्यो जाने जमर्को गर्दैछु। कसैको केही जिज्ञासा छ? सम्भवतः कसैको जिज्ञासा नआएको कारणले गर्दाखेरि आज यो हाम्रो कक्फेवा तङनाम तथा यसले सम्बत 5086 को अवसरमा किराँत तुङचुङ पोर्चुगलले आयोजना गरेको एउटा यो बहसमा हाम्रो उद्देश्य भनेको चाहिँ अब यो कक्फेवा तङनाम के हो, यो यसको महत्त्व, यसको सन्दर्भ के हो भन्ने कुराहरू जान्ने चाहना थियो। धेरै कुराहरू आएको छन्, धेरै कुराहरू जान्ने मौका पाइयो। यसको लागि धेरै धेरै धन्यवाद। हाम्रा वक्ताहरू हरिचन्द्र लाउती, प्राज्ञ एवं भाषा तथा संस्कृतिविद हुनुहुन्छ, त्यस्तै सिर्जना मेनङ सुब्बा, अध्यक्ष किराँत तुम माङ्गेना चुम्लुङ तथा प्राध्यापक पनि हुनुहुन्छ। उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद। हाम्रो यो सानो कार्यक्रम गर्ने जमर्कोलाई तपाईहरूले साथ दिनुभयो, तपाईहरूले समय दिनुभयो, यसको लागि हामी आभारी छौँ। र हाम्रो यो कार्यक्रममा उपस्थिति जनाएर हाम्रो यो कक्फेवा तङनाम तथा यसले सम्बतको विषयमा उपस्थिति जनाउनुभएका तपाईँ सम्पूर्णलाई यरी नोगेन भन्छु, भन्न चाहन्छु। र कक्फेवा तङनाम तथा यसले सम्बत अब आउन लागेको 5086 को तपाईँ सम्पूर्णलाई के अरे शुभकामना दिँदै यो कार्यक्रम पनि यही विसर्जन गरेको म जानकारी गराउँदछु। यो एउटा हाम्रो सानो प्रयासको लागि तपाईँ सम्पूर्णलाई यरी नोगेन सेवारो